दोस्रो दोस्रो परिभाषा चाहिँ यसरी पनि गर्न सकियो है। दोस्रो परिभाषामा अब हामी कसरी जान सक्छौँ भन्दा दोस्रो भिन्नता क्षेत्रका आधारमा हेर्ने भने राष्ट्र निर्माण बृहत क्षेत्र छ है। बृहत क्षेत्र भनेको यसमा भूगोल भन्दा पनि सामाजिक सांस्कृतिक धार्मिक जस्तै झण्डा गान दिवस खेल भाषा यस्ता कुराहरू उपयोग गरिन्छ भन्ने बृहत भयो है। र अर्को चाहिँ राज्य निर्माणमा चाहिँ यसमा खास गरेर प्रशासनिक विकासका कुराहरू कूटनीतिका कुराहरू बढी जोडिन्छन् जस्तै संविधानका कुरा कानुनका कुरा नीतिका कुराहरू हैन। अनि बजेटको कुराहरू चाहिँ राज्य निर्माण गर्छ। यसरी चाहिँ यो दुईटा पक्ष दोस्रो तर यसरी लेख्ने दोस्रो 2 मार्क्स 1 मार्क्समा एउटा लेख्ने है। मैले यहाँ धेरै परिभाषा लेखेँ किनभने सबैको एउटै नहोस्। तपाईले एक्जाममा लेख्ने चाहिँ यति मात्रै हो है। यति मात्रै हो सरी यति मात्र हो के ल। अनि निर्माण हुने त एउटा मात्र लेखेपछि कम हुन्छ। मैले तपाईहरुलाई सबैलाई एउटै नहोस् भनेर यसरी फरक पार्दिएको मात्र हो। तपाईले माथि जस्तै राष्ट्रिय झण्डा एउटा मात्र लेख्ने एउटा या दुईटा लेख्ने। त्यसपछि निर्माण हुने तत्त्वको आधारमा केले राज्य निर्माण गर्छ। राज्य निर्माण चाहिँ बढी सांस्कृतिक हैन भौगोल मनोवैज्ञानिक भावनात्मक कुरा बढी हुन्छ। कल्चरल साइकोलोजिकल इमोसनल कुरा हुन्छ। जस्तै प्यालेस्टाइनका जनताहरू पुरै एक अर्कासँग के छन् त राष्ट्र निर्माणमा छन् हैन। प्यालेस्टाइनको जनताहरू बढी यिनीहरू चाहिँ के छन् राष्ट्र निर्माणमा छन्। तर राज्य निर्माणमा हेर्नुभयो भने यो राज्य निर्माणमा चाहिँ राजनीतिक तत्त्वहरू प्रशासनिक तत्त्वहरू बढी हुन्छ। जस्तै दुबईका बिल्डिङहरू छ नि स्काइस्क्र्यापर्स भनिन्छ हो। त्यसले के गर्छ त दुबईलाई राज्य निर्माण गर्यो के विकासले गर्यो त्यहाँ हैन। त्यो चाहिँ साइकोलोजिकल इमोसनल भयो। यो चाहिँ अलिकति फिजिकल टाइपका हुन्छन्। प्रक्रियाको आधारमा हेर्नुभयो भने राज्य निर्माणको चाहिँ देश विकासका पक्षहरू है विकासात्मक पक्षहरू चाहिँ यिनले राज्य निर्माण हुन्छ। जस्तै खास गरेर हाम्रो 2063 पछि जब हामीले संहिता अवलम्बन गर्यौं संहिता अवलम्बन गरे पश्चातको विकास चाहिँ के भयो त हाम्रो यो चाहिँ राज्य निर्माण भयो। तर राष्ट्र निर्माण भनेको सुरुदेखि नै हुन सक्छ हैन। जस्तै ऐतिहासिक सांस्कृतिक पहिचानगत तरिकाले हुने हो। जस्तै हाम्रो पुरानो परम्परा जस्तै गौतम बुद्ध थिए। अहिले वर्तमानमा यो आयुष र एलिजे छन्। यिनीहरूले हाम्रो देशलाई चिनाउँछ भनेर भनेको थियो टिकटकमा। त्यही भएर मैले त्यो पनि लेखिदिएको हो। तपाईहरुले नलेख्नु होला है। र अन्य आधारमा पनि भन्न सकियो। राष्ट्र एउटा आध्यात्मिक कुरा भयो अमूर्त कुरा भयो भावनात्मक कुरा भयो हैन। यसमा चाहिँ भाषा धर्म जातीयता यस्ता कुरा रहन्छ। तर राज्य निर्माणका लागि सरकार चाहियो जनता चाहियो भूभाग चाहियो सार्वभौमसत्ता चाहियो भनेर तत्त्वको आधारमा पनि लेख्न सकिन्छ। यो 5 मार्क्सको भएकोले मैले 5 वटा आधारमा राखेँ। कुरो बुझ्यो? यो बुझ्नुभयो साथीहरु? यसमा केही छ? थोरै मान्छेहरु हुनुहुन्छ फटाफट क्वेशन सोध्दा पनि हुन्छ है। ल मैले तपाईलाई अनम्युट गरिरहेको छु। तपाईले सिधै माइक अन गरेर सोध्दा पनि हुन्छ भन्दा पनि हुन्छ। ठीक छ यो कुरो बुझ्यो? यो मोडल ठीक छ? यसरी पनि लेख्न सकिन्छ। अब प्रश्नको दोस्रो पाटोमा जान्छु। प्रश्नको दोस्रो पाटो चाहिँ नेपालको वर्तमान अवस्थामा राष्ट्र निर्माणका लागि खेल्नुपर्ने विभिन्न पक्षहरूको भूमिका के हो भन्ने प्रश्न थियो। र विभिन्न पक्षहरू छन् यिनले के भूमिका खेल्नुपर्छ भन्ने कुरा हो। अब यसको भूमिकामा जानुभयो भने हामीले के भेट्छौं भन्दा राष्ट्र निर्माण एउटा होल अफ द नेसनको एप्रोच हो हैन। एउटाले मात्र भन्ने हुने नि सबैले गर्ने हो के यो होल अफ द सोसाइटी होल अफ द गभर्नेन्सको एप्रोच हो। त्यसकारण एउटाले मात्र गरेर हुँदैन। यसमा हेर्नुभयो भने तीनै तहका सरकारले के गर्ने भन्दाखेरि हाम्रो साझा पहिचानका विषयहरू के छन् त त्योहरू पहिचान गर्ने है। त्योहरू पहिचान गर्ने त्यो अनुसारका नीति योजना बजेटहरू कार्यक्रमहरू बनाउने। जस्तै मैले एउटा राखेको यो यता भएछ जस्तै हुलाक टिकटहरू हैन। त्यसले के गर्दैला जस्तै फाल्गुनन्दको हामीले हुलाक टिकट राष्ट्र विभूति यसलाई पहिचान गर्यो भने त्यो आदिवासी जनजाति मानिसहरू के होला नि त राष्ट्र निर्माणमा जोडिन्छ। अर्को स्थानीय तहले के गर्दैला भन्दा स्थानीय स्रोत साधनहरू प्रयोग गरेर त्यो समावेशी विकासहरूको काम गर्न सक्छ। जस्तै त्यसले आफ्नै ठाउँमा हेरेर त्यहाँको आवश्यकता के हो त्यहाँ अनुसार चाहिँ स्थानीय विधा दिन सक्छ। अरु तीनैवटा तहका सरकारले समृद्धि सुख सुशासनका लागि मिलेर काम गर्न सक्छ। त्यो काम गर्न सक्यो यो चाहिँ देशले गर्ने सरकारले
राजनीतिक दलले के गर्ने, एउटा असल संस्कार विरोधको गर्ने होइन कि, असल संस्कार, राजनीतिक संस्कार, संस्कृति विकास गर्ने। नागरिक हामीले के गर्ने, हामीले जनतालाई, राज्यलाई आवश्यक परेको बेलामा सेवा दिने, होइन, विकास योजनामा सहभागी हुने, हाम्रा सामाजिक सांस्कृतिक पक्षहरूको जगेर्ना गर्ने, होइन। अनि त्यस्तै नागरिक समाजले के गर्ने, यो त लोकतन्त्रको आधार स्तम्भ हो। त्यसकारण नागरिक समाजले लोकतन्त्रको संरक्षण गर्ने, होइन, सुदृढीकरण गर्ने, त्यस्ता क्रियाकलापहरू सञ्चालन गर्ने। कस्ता क्रियाकलाप भन्दा, होइन, सामाजिक सचेतना, मानव अधिकार, निगरानीका विषयहरू, पैरवीका विषयहरू चलाउने, त्यो स्थानीय तहलाई सबल बनाएर गर्ने। अब निजी क्षेत्रले के गर्ने, निजी क्षेत्रको जे काम छ त्यही गर्नु पर्यो। उत्पादन बढाउनु पर्यो, रोजगारी सृजना गर्नु पर्यो, पूर्वाधार विकास गर्नु पर्यो, समष्टिगत आर्थिक स्थायित्व कायम गर्नु पर्यो, त्यो काम गर्ने। कृषि, उद्योग, पर्यटनहरूको विकास गर्ने, होइन। हाम्रा पुराना ऐतिहासिक पक्ष छ भने त्यसलाई पनि ब्रान्डिङ गरिदिनु पर्यो। अनि विकास साझेदार, डेभलपमेन्ट पार्टनरले के गरिदिनु पर्यो त, विकास साझेदारहरू पनि छन् नि त हाम्रा युएनडिपी, यिनीहरूले चाहिँ हाम्रा समाजमा रहेका हानिकारक अभ्यासहरू हटाउन मद्दत गर्ने, होइन। त्यस्तै विकास सहायताहरू हामीले दिने, हामीलाई कहाँ कहाँ अप्ठ्यारो परेको छ त्यहाँ, होइन, अनि त्यस अन्तर्राष्ट्रिय नेटवर्कसँग जोड दिने। एनआरएनले पनि गर्न सक्छ, हाम्रो राष्ट्रप्रति माया भाव राखेर आफ्नो देशमा हाम्रो के गरिदिने, ब्रान्डिङ गरिदिने, यो काम गर्न सक्यो। अनि यसरी चाहिँ अब अहिले हाम्रो राष्ट्र निर्माण हुनको लागि संविधानले लिएको, 16औं योजनाले लिएको सुशासन, उत्पादन, होइन, अर्थतन्त्र, ऊर्जा, डिजिटल कुराहरू, मानव विकासका कुराहरू चाहिँ जोड्न जरुरी छ, जसको लागि चाहिँ राजनीति, होइन, समाज सबै चाहिँ एक हुन जरुरी छ भनेर भन्न सक्नुहुन्छ। यसरी गर्न सक्यो है। साथीहरूको केही छ, कति प्रतिशत मिल्यो त उत्तर? 100%? आधा मिल्यो। अरूको, अरू भनौँ कति मिल्यो त, कसले के गर्ने भनेर। ल, यो चाहिँ एउटा राष्ट्र निर्माणको प्रश्न थियो है। यो चाहिँ फर्मेट ठिक छ, तपाईँहरूलाई डाइरेक्ट यसरी पनि लेख्न सक्नुहुन्छ। एनआरएन पनि छ, होइन। सुधारका पक्ष त सजिलो क्वेसन भयो। अलिकति यसको भिन्नता चाहिँ फेरि तपाईँले लेखेको टी फर्मेट पनि ठिकै छ है, तर अब सबैले कसरी एउटै लेख्ने, फिडब्याक भयो चाहिँ केही नयाँ गरौँ भनेर गरिदिएको। 1% त्यस्तो त होइन होला। अब दोस्रो क्वेसनमा जाउँ। दोस्रो प्रश्न थियो, यसलाई तल राख्छु है पेजमा। ल, अब यसको प्रश्न थियो, शासनको नवीनतम अवधारणाको बारेमा चर्चा गर्दै, होइन, नवीनतम अवधारणाको बारेमा हामीले चर्चा गर्नु पर्यो। अब त्यसपछि नेपालको शासन व्यवस्थालाई कुन सन्दर्भ या विशेषतामा लिने गरिएको छ, आफ्नो धारणा प्रस्तुत गर्नुहोस् भन्ने छ। योभन्दा अगाडिको क्वेसनमा मैले सिधै उत्तर लेखेका थिएँ है, सिधै उत्तर लेखेका थिएँ। अहिले के गरेँ भन्दा, अहिले गरिनँ। अहिले चाहिँ के भने, मैले परिचय भने, किनभने यसमा चाहिँ शासन के हो भन्ने आएको छ। शासन भनेको सिधै नवीनतम अवधारणा सोधियो, अनि मैले त्यही भएर पहिलो सेन्टेन्समा के गरेँ त, शासन के हो भनेर यतातिर लेखेँ। यसरी पनि गर्न सकिन्छ, बुझ्नुभयो नि है। शासन भनेको अब देश र जनताको हितका लागि समाज सञ्चालन गर्ने, राज्य शक्ति स्रोतहरूको प्रयोग गर्ने एउटा विधि, एउटा पद्धति, त्यसलाई गतिशील बनाउने सबैको समग्रता शासन हो। नेपालको दोस्रो यहाँ पाटो नेपालको शासन व्यवस्थाको सन्दर्भ जोडिएको छ। अनि नेपालको मैले के भने, वर्तमान संविधानले हाम्रो राज्यको पुनर्संरचना गरेर अहिले संसारकै उपल्लो व्यवस्था अँगालेको छ भनेर भन्दै पनि पुग्यो। एउटा सेन्टेन्स लामो, एउटा सेन्टेन्स छोटो भन्ने। अब प्रश्नको पहिलो पाटोमा जाने। पहिलो पाटो के छ त भन्दा, शासनको नवीनतम अवधारणाको बारेमा चर्चा गर्दै। नयाँ अवधारणा के छ त शासनको? शासनको नयाँ अवधारणा ट्रेडिसनल यो गभर्नेन्सबाट, पहिले हामीले परम्परागत गभर्नेन्स भनेको कमान्ड एन्ड कन्ट्रोलको जुन गभर्नेन्स थियो, त्यो त्यो बेलामा र सरकार नै राज्य हो भन्ने लुइस
14औं भनाइबाट अहिले यो परम्परागत अवधारणामा परिवर्तन भयो। म्याक्स वेबर लगायतले यसलाई परिवर्तन गर्यो र अब नवीनतम अवधारणा सुरु हो त्यो भन्ने। त्यसमा के भयो त, एउटा बिल अफ राइट्स, म्याग्ना कार्टा, अमेरिकाको संविधान, मोन्टेस्क्यूले ल्याए, सिओबी र एसएबी, होइन, सेपरेसन अफ पावर, चेक एन्ड ब्यालेन्स। यस्तोले गर्दाखेरि अहिले शासनले चाहिँ एउटा आधुनिक अवधारणा के युज गर्यो, संविधानवाद। खास गरेर यो संविधानवाद आयो, बिल अफ राइट्स, म्याग्ना कार्टा, यिनीहरूले चाहिँ होइन यसरी रुल अफ लको कुराहरू ल्याए। एउटा यो पनि नवीनतम अवधारणै हो, होइन। निरङ्कुशभन्दा बाहिरका जति सबै नवीनतम भए। दोस्रो चाहिँ हामी 1960को दशकमा जब शासन एकदम ढिला सुस्ती भयो, काम गरेनन्, 60मा चाहिँ के भयो त, 60को दशकमा एनपिएमको विकास भयो। एनपिएमको विकास हुँदा अब शासनले नतिजा दिने, होइन, दक्ष क्षमतावान कर्मचारी राख्ने, छरितो सङ्गठन राख्ने, न्यून प्रक्रिया गर्ने, यी कुराहरूलाई के गरेको छ त, शासनमा जोड्यो। यो दोस्रो नवीनतम अवधारणा एनपिएमको लेख्ने। चौथो भनेको तेस्रो सुशासनको मान्यता आयो। सुशासनको मान्यतामा पारदर्शिता, जवाबदेहिता, उत्तरदायित्व, पूर्वानुमान योग्यता सहित अब सरकारको कार्यक्षेत्र घटाउने, निजी क्षेत्रलाई स्वतन्त्रता दिने, यस्ता कुराहरू पनि आए। यो पनि के भयो त, एउटा नयाँ अवधारणा भयो। अर्को नयाँ अवधारणा नयाँ सार्वजनिक सेवाको अवधारणाले दियो, न्यू पब्लिक सर्भिसले। यसले देश र जनताप्रति हामी जनकेन्द्रित हुनुपर्छ भनेर यो कुरा पनि गर्यो। यो नयाँ अवधारणा त्यो हो। अनि सन् 2000मा के भयो त, यो डिजिटल आयो। डिजिटलले के गरिदियो, अहिलेको डिजिटल गभर्नेन्स, डिजिटल इकोनोमी, इन्डस्ट्री 4.0, होइन, ई गभर्नेन्स, यस्ता कुराहरूलाई जोड्यो। अनि त्यसपछि यो अर्को मान्यता भनेको नयाँ सार्वजनिक शासनको आयो। शासन भएछ है, शासन हो जसले चाहिँ शासनमा धेरै क्षेत्रको सहभागिता, सबै प्रक्रियामा, क्या, हरेक प्रक्रियामा हरेक क्षेत्रका सहभागिता, नीति निर्माणमा, कार्यान्वयनमा, मूल्याङ्कनका हरेक चरणमा सबैको सहभागिता ल्याउने, सह उत्पादन गर्ने, जस्तै सामुदायिक प्रहरी, यस्ता कामहरू गरे। अब अरू त्यसपछि नयाँ नयाँ कुराहरू आए, जस्तै इथिकल आए। इथिकल यो इक्जाममा व्याख्या नगरे पनि हुन्छ। इथिकल भनेको सदाचार र नैतिकतामा आधारित हाम्रो संस्था रहने, पात्र रहने, होइन। इन्क्लुसिभ गभर्नेन्स आयो, समावेशी, जसमा मूल प्रवाहीकरण गर्ने। मेटा गभर्नेन्स आयो, शासनभित्रको शासन भनेर चिन्न थालियो, होइन। त्यसपछि हेर्नुभयो भने, होइन, अन्य पात्रहरूको पनि, होइन, शासन जोडिन थाल्यो। इनोभेटिभ गभर्नेन्स आयो। इनोभेटिभ गभर्नेन्स भनेको शासनको परम्परागत मूल्य मान्यतालाई चेन्ज गर्यो, होइन, बेन्चमार्किङ गर्यो। यो कुराहरूलाई चाहिँ जोड्न सक्यो नवीनतम अवधारणा। अब यहाँ एउटा न्यू पब्लिक प्यासन आयो। यो सबैलाई चाहिँ व्याख्या नगर्नु होला, समर्पण भावहरू भएको यो नवीनतम अवधारणाहरू आए भनेर मात्र राखिदिने। अब प्रश्नको दोस्रो पाटो छ, होइन। दोस्रो पाटो यस्तो आयो भन्ने मात्र भन्ने, केही फरक परेन। अनि प्रश्नको नेपालको, होइन, अब सन्दर्भलाई कसरी लिने गरिएको छ भने, अब नेपालले यी कुराहरूलाई कसरी प्रयोग गरौँ भन्ने क्वेसन हो। तपाईँले के बुझ्नुभयो यो क्वेसनमा, होइन। नेपालले यो नवीनतम अवधारणाको विशेषतालाई कसरी आत्मसात गरेको छ भनेर क्वेसन सोधिएको हो जस्तो लाग्छ मलाई, है। हो, त्यही हो, सन्दर्भ र विशेषता लेख्नुहोस् भन्ने छ। अब यसमा चाहिँ मैले के गरेँ भन्दाखेरि ऱ्याङ्किङ त मिलाइनँ, तर मुख्य मुख्य कुरा मिलाएको छु, अहिले हेर्नु होला, है। जस्तै के छ भन्दा, शासनमा अघि भने जस्तै नयाँ सार्वजनिक शासन, एनपिजी। एनपिजीले के भन्छ, सहभागिता खोज्छ, पारदर्शिता खोज्छ, होइन, जवाबदेहिता खोज्छ, सबैले मिलेर सामूहिकता खोज्छ, अघि भने जस्तै बहुपात्र खोज्छ। अब हामीले पनि के गरेका छौँ, जस्तै शासनमा 3 खम्बे अर्थनीति लिएका छौँ। 3 खम्बे अर्थनीति भनेपछि त अब के भयो त, सबै क्षेत्रहरू त मिले नि यसमा, होइन। त्यो जस्तै, होइन, जस्तै हामीले अहिले हाम्रो संहिता पनि होल्डिङ टुगेदर, रोइङ टुगेदरको संहिता लियौँ। यो पनि हाम्रो विशेषता हो। एउटा इक्जाम्पल दिने, जस्तै सामुदायिक वन। यो बिचको नलेखे पनि हुन्छ है, तपाईँहरूले बिचको यहाँ भइसक्यो, किनभने माथि लेखिसकेका छौँ के। अर्को लोकतान्त्रिक शासन हामीले प्रयोग गर्यौँ। लोकतान्त्रिक शासन भनेको शासनमा दक्षता, प्रजातन्त्र। अब नेपालमा चाहिँ हामीले के गर्यौँ, लोकतान्त्रिक शासन व्यवस्था लियौँ, सुधारिएको संसद लियौँ, होइन, शक्ति पृथकीकरण तथा सन्तुलन लियौँ, आवधिक निर्वाचनलाई राखेका छौँ। यो हाम्रो लोकतान्त्रिक मूल्य मान्यता हो, त्यही भनिदिने। अर्को विकेन्द्रित शासन। विकेन्द्रित शासन भनेको
हामीले शासनलाई तल्लो तहमा पुर्याउने, निक्षेपण गर्ने। अब अहिले चाहिँ हामीले वित्तीय संहितामा पनि छौँ होइन, त्यस्तै हेर्नु भने व्यवस्थापकीय तरिकाले पनि छौँ, प्रशासनिक संहिता पनि छौँ। सबै तिनटै तहलाई समानीकरण, सशर्त, विशेष अनुदान दिएका छौँ। कानुन बनाउने अधिकार छ, त्यो भनेको हाम्रो विकेन्द्रित डिसेन्ट्रलाइज गभर्नेन्स हो। त्यसपछि अर्को हेर्नुभयो भने हाम्रो समावेशी शासन। समावेशी शासन हेर्नुभयो भने हामीले भौगोलिक रूपमा, जातीय रूपमा होइन, सबै तरिकाले हामीले के गरेका छौँ त, भौगोलिक, जातीय रूपमा, लैङ्गिक रूपमा मूल प्रभावीकरण गरेका छौँ। जस्तै हामीले समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रपति उपराष्ट्रपतिका कुरा, अधिकारमुखी शासनका आयोगहरूको कुरो। अनि अघि पढेको डिजिटल थियो, डिजिटलमा चाहिँ अब अघि नीति, योजना, सेवा सबैमा प्रविधिलाई युज गर्ने। अहिले नागरिक एप, वेबसाइटहरू बनाएका छौँ होइन, कर चुक्ता, राहदानी पनि हामीले अनलाइन एप्लाई गर्ने बनाएका छौँ, त्यो कुरा छ। र अर्को न्यू पब्लिक म्यानेजमेन्ट थियो। न्यू पब्लिक म्यानेजमेन्टमा चाहिँ हामीले शासनलाई मितव्ययी बनाउने, नतिजामुखी बनाउने, जसमा हामीले टोकन प्रणाली, 3 खम्बे अर्थनीतिहरू लिएका छौँ। अर्को ओपन गभर्मेन्ट भनिन्छ, जहाँ चाहिँ नीति, सरकारका काम कारवाही खुल्ला हुन्छन्, जनताले थाहा पाउँछन्। यसका लागि हामीले सूचनाको हकलाई मौलिक हकको रूपमा राष्ट्रिय सूचना आयोगहरूको व्यवस्था गरेको पाइन्छ भन्ने। अब यसरी हेर्नुभयो भने यसलाई इन्डिङमा चाहिँ सारमा अब नेपालले माथि उल्लिखित विश्वका सबै अब्बल अव्यवस्था शासनहरूको प्रयोग गरेको छ। तर हाम्रोमा चाहिँ के छ, अब्बल शासनको अब्बल दुरुपयोग छ। सबभन्दा राम्रो शासनको राम्ररी दुरुपयोग गर्थे नेपालीले। त्यसैले यसलाई चाहिँ रोक्नका लागि हामीले सबै मिलेर साझा प्रयास गर्न जरुरी छ भनेर टुङ्ग्याइदिने। ठिक छ साथीहरू, क्यान यु डु इट? ल, यो क्वेसन गर्न सकिन्छ? बोल्नु भाइ, तपाईँले अनम्युट गरेर बोले पनि हुन्छ। कोही बोल्नु भएन? क्लियर छ? यो यसरी लेख्दा हुन्छ? यो नयाँ तरिकाले फेरि भने मैले। गाह्रो छ होइन, यो बिचको लेख्नु पर्दैन। अघि यो बिचको चाहिँ माथि लेखेकै छ, यो त तपाईँले बुझाउनको लागि मात्र राखेको। तपाईँले यो शासन, हामीले यो व्यवस्था गरेका छौँ त भन्ने त हो। त्यति गर्ने हो है। ल ल, अर्कोमा जाउँ। ओपिनियनै हो त। आफ्नो धारणा यो प्रयोग गरिएको छ, त्यसलाई विश्लेषण गर्नु पर्दैन, मार्क्स पनि हेर्नु पर्यो। एसओपी र सिएबी भनेको सेपरेसन अफ पावर, चेक एन्ड ब्यालेन्स भनेर। राम्रो छ। अब के यसलाई गर्नु है। अब नेक्स्टमा जाउँ। अब सजिलो प्रश्न थियो, लेख्न गाह्रो, प्रश्न चाहिँ सजिलो। तपाईँहरूलाई भ्रष्टाचार र अनियमितताको नियन्त्रणमा पारदर्शिताको योगदान चर्चा गर्दै नेपालमा पारदर्शिता प्रवर्धनका लागि गरिएका व्यवस्थाहरू लेख्नुहोस् भनेको छ। सिधै यो पारदर्शिता, सूचनाको हक र पारदर्शिताबाट आयो। अब यसको एन्सर के लेख्ने भन्दाखेरि, सुशासनयुक्त शासनमा शासनको वास्तविक मालिक जनता हुन्छ। जनता भएपछि त्यहाँका सार्वजनिक क्रियाकलापहरू खुल्ला, पारदर्शी, जिम्मेवार बोध भयो भने त्यहाँ लोकतन्त्र स्थापित हुन्छ भनेर सुरुमै भन्ने। अब नेपालको भनेको छ, नेपालमा पनि सूचनाको हक र पारदर्शिताका लागि व्यवस्थाहरू छ, तर सरकार केन्द्रित छ। यसमा चाहिँ निजी क्षेत्र, सहकारी, विकास साझेदारतर्फ चाहिँ पारदर्शिता प्रवर्धन हुन सकेको छैन भनेर यसरी परिचयमा लेखे हुन्छ। र धेरैजना हुनुहुन्न, राम्रै हेर्नु होला, मैले यहाँ क परिचय भने होइन,
खमा चाहिँ यहाँ प्रश्नमा चाहिँ फेरि प्रश्नले जे भनेको छ त्यो लेखेको छु। यसरी लेख्दा पनि हुन्छ। मैले अघि क्वेसन भर्खरै भेटेर लगभग 5 बजे मैले क्वेसन पाएको थिएँ र त्यसपछि लेखेको हो। यसरी टाइप गर्दा पनि भ्याइन्छ हेर्नुहोस् होइन। तपाईँले पनि भ्याउनुहुन्छ। मलाई 2 घन्टा लाग्यो यो बनाउन। तपाईँले लेख्दा 3 घन्टा लेख्नुहुन्छ। त्यसकारण यसरी केही न केही युनिक कुराहरू एड गर्ने है। खमा चाहिँ भ्रष्टाचार र अनियमितता नियन्त्रणमा पारदर्शिताको योगदानको चर्चा भन्ने छ। अनि सार्वजनिक पदमा आसीन पदाधिकारीले आफूले गरेका क्रियाकलाप होइन त्यसमा लिएका निर्णयहरू होइन त्यो चाहिँ जनता समक्ष पुर्याउनु चाहिँ त्यो के भयो त पारदर्शिता हो। अब पारदर्शिताले कसरी भ्रष्टाचार रोक्छ भन्ने कुरा चाहिँ मैले तल राखेको छु। नम्बर 1 आधार स्तम्भको रूपमा। आधार स्तम्भ भनेको सुशासनको 4वटा पिलर हुन्छ कि 4 मध्ये एउटा पिलर के हो त पारदर्शिता हो। त्यही भएर बुझ्नु पर्यो क्वेसन यहाँबाट बनाएको रहेछ कि कसले बनाएको होइन। सुशासन यो पारदर्शिता भनेको सुशासनकै प्रश्न हो भनेपछि यसको आधार स्तम्भका रूपमा रहेको होइन यो सुशासनको आधार स्तम्भ के हो त सुशासनको आधार स्तम्भ पारदर्शिता हो त्यो कुरालाई जोड्ने। अर्को अनि दोस्रो चाहिँ परीक्षणको विषय। जब सरकारले गरेका काम कारबाही खुल्ला हुन्छन् खुल्ला हुँदाखेरि चाहिँ यो सार्वजनिक परीक्षणको विषय बन्छ है। सार्वजनिक परीक्षणको विषय बन्द छ। मान्छे चाहिँ बाटोमा गयो अब त्यो खुल्ला भयो खुल्ला भएपछि अब ओपन गभर्मेन्ट जस्तो अनि त्यहाँ चाहिँ भ्रष्टाचार हुने सम्भावना घट्छ। जस्तै योजनाको सूचना पार्टीहरू टाँस्छ गाउँमा त्यो। अर्को हेर्नु हो भने सहभागिता। जब पारदर्शिता हुन्छ जनता चाहिँ के गर्छन् त्यस्ता सरकारका काम कारबाहीमा आफू जानकारी लिन्छन् पहुँच राख्छन् सहभागिता हुन्छन्। सहभागी भएपछि त्यहाँबाट भ्रष्टाचार घट्छ। अर्को निगरानी पनि हुन्छ। जस्तै पारदर्शी भयो भने कर्मचारीले पदाधिकारीले आफ्नो पारिश्रमिक सुविधाहरू यसलाई चाहिँ सार्वजनिक गर्नुपर्छ। अनि त्यो गरेपछि कहाँबाट गाडी किन्यो कहाँबाट यत्रो घर बनायो भन्ने कुरा चाहिँ मान्छेलाई चासो हुन्छ निगरानी गर्न मिल्छ। त्यस्तै सरकार पारदर्शिता भनेको सरकारले के गर्छ कसरी गर्दैछ के का लागि गर्दैछ भन्ने कुरा चाहिँ जनताले खोजेको बखत नखोज्दै दिने कुरा हो। यसबाट पनि नागरिकको चासो बढेर चाहिँ भ्रष्टाचार कम हुन्छ। अर्को अनुगमन र मूल्याङ्कन। जब जुन कुरा खुल्ला हुन्छ पारदर्शी हुन्छ मान्छे त्यो माथि अनुगमन र मूल्याङ्कन गर्न सक्छ जुनसुकै बेला हो। यसबाट के हुन्छ त हाम्रो पारदर्शिता बढ्छ त्यो भन्न सकियो। अर्को चाहिँ विश्वास। जब जुन कुरा खुल्ला र पारदर्शी हुन्छ मान्छेको जनसहभागिता बढ्दै जान्छ। जस्तै पहिलेको सार्वजनिक खरिद र अहिलेको सार्वजनिक खरिद अहिले चाहिँ के भयो कमिसनको अन्त्य भयो। अर्को यो नैतिकता पनि हो के। जब पारदर्शिता हुन्छ मान्छे नैतिक हुन्छन् खुल्ला हुन्छन्। अनि पछि पछि चाहिँ के भनिएको छ भन्दाखेरि अझ खुल्ला भयो भने मान्छे के हुन्छ सार्वजनिक क्षेत्रलाई सुधार गर्न सक्छ। यसरी हेर्दाखेरि सूचनाको हकको कार्यान्वयन गर्न आन्तरिक नियन्त्रण प्रणाली बनाउन त्यो प्रतिवेदन यी कामहरूले गर्दा भ्रष्टाचार न्यूनीकरण हुन्छ भनेर भन्न सकिन्छ। अब नेक्स्टमा जाउँ। नेपालमा अब के प्रावधानहरू छ भनेर सोधिएको थियो। अब पारदर्शिता प्रवर्धन गर्ने मैले चाहिँ यसलाई चाहिँ यसरी राखेको छु। एउटा नेपालको संविधानको धारा 27मा सूचनाको हकको कुरा छ त्यो छ। संवैधानिक आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन बुझाउनुपर्छ त्यो कुरा लेख्ने। अर्को जस्तै कानुनहरू राजपत्रमा प्रकाशन भएपछि मात्र लागू हुन्छ त्यो कुरा लेख्ने। संसदीय सुनवाई हुने कुराहरू पनि पारदर्शिताका कुराहरू हुन्। त्यसपछि यो केही कानुनहरू छन् ती कानुनहरू पनि हाम्रा व्यवस्थाहरू हुन्। सूचनाको हक सम्बन्धी ऐन छ होइन हक सम्बन्धी ऐन हो त्यहाँ हक सम्बन्धी छुट्टै छ। त्यो चाहिँ सार्वजनिक महत्त्वको विषयमा सूचना पाउने पहुँच हुने कुरा छ। सुशासन ऐन छ। सुशासन ऐन छ। सुशासन ऐनले पनि सेवा प्रवाहलाई खुल्ला जवाबदेही बनाउने जस्तै नागरिक सेवा बढापत्र भ्रष्टाचार निवारण ऐन छ। निजामती सेवा ऐन छ। सार्वजनिक खरिद ऐन छ। आर्थिक कार्यविधि लगायतका ऐनहरू पनि छन्। यो हेर्नुहोस् है। छेउमा ल्याएर राख्नु त्यतिमा
त्यस्तै हेर्नुभयो भने यहाँ संस्था चाहिँ छुटेछ, छुटेछ भनेको स्थानीय सरकार सञ्चालनको कुरा पनि गर्ने। अब संस्थागत रूपमा भन्ने, संस्थागत रूपमा अख्तियार होइन, राष्ट्र महालेखा परीक्षक होइन, राष्ट्रिय सतर्कता केन्द्र छ, विभिन्न प्रवक्ताहरू राख्ने कुरा लेखिएको छ होइन, कुरा सूचना अधिकारी हेल्प कार्यगत तरिकाले माथिबाट सुधार आए तापनि अझै पनि नैतिक परिवर्तन हुन जरुरी छ भनेर ल्याइदिने गर्न सकिन्छ। हेलो हेलो सुन्यो? सुनिरहेको छ सर। सुन्दैछ सर, सुन्दैछ। सुनिएन सर। हेलो अब सुन्नेको छ? सुन्दैछ सर, सुन्दैछ। सर सुनिरहेको छ। यो अब अर्कै तरिकाबाट गरियो, मोबाइलबाट साउन्ड यताबाट। ल सुन्दैछ ठिक छ। सर। ल अब अर्को क्वेसनमा जाउँ। अब प्रश्न थियो समावेशीकरणको अवधारणालाई प्रस्तुत गर्दै है, समावेशीकरणको अवधारणालाई प्रस्तुत गर्दै अब नेपालमा समावेशीकरणका लागि भएका व्यवस्थाहरू र अवस्थाहरूको बारेमा लेख्नुहोस् भन्ने छ। यसमा के गर्ने भन्दाखेरि समावेशीकरणको अवधारणा नै सोधेको कारण सिधै यसमा विषय प्रवेश परिचय केही लेख्नु पर्दैन, सिधा लेख्ने। समावेशीकरणको अवधारणा लेख भनेको छ नि त, त्यही भएर अवधारणा के हो भनेर परिभाषा पनि यसैमा आउँछ। समावेशीकरण पहिलो कुरा के हो, लोकतन्त्रको एउटा सुन्दर पक्ष हो होइन, र यसमा के हुन्छ, एकल शासन हुँदैन, यसमा साझा शासन हुन्छ। त्यही भएर एउटा सुन्दर पक्षको रूपमा समावेशीकरण लिइन्छ। समावेशीकरण हेर्नुभयो भने है, समावेशीकरण हेर्नुभयो भने यसमा अवसर नपाएकाहरू होइन, जो चाहिँ प्रतिनिधित्व हुन नसकेका छन्, पहुँच हुन नसकेको, बहिष्करणमा परेका, तिनीहरूलाई अन्त्य गर्नका लागि यो समावेशीकरणको धारणा आएको पाइन्छ है। र यो कहाँ छ भन्दाखेरि सबभन्दा राम्रा देशहरू भनेको यो यसका लागि स्विजरल्यान्ड हो होइन, साउथ अफ्रिका हो, स्क्यान्डिनेभियन कन्ट्री सबै हुन्, डेनमार्क, यिनीहरू सबैमा यस्तो समावेशीकरण राखिएको छ। अब के गर्ने, समावेशीकरणको अवधारणा भनेको छ। अब समावेशीकरण के हो भनेर भन्ने के, समावेशीकरण भनेको जो चाहिँ राज्यको आर्थिक, सामाजिक, राजनीतिक लगायतका विविध पक्षहरूमा चाहिँ समावेश हुन नसकेको वर्ग समुदायलाई स्रोत, साधन, अवसर होइन, सहभागिता सबैमा चाहिँ यिनीहरूलाई मूल प्रवाहीकरण गर्ने एउटा प्रयास, एउटा प्रयत्न चाहिँ के हो त, हामीले के भन्छौँ, त्यसलाई समावेशीकरण भन्छौँ। समावेशीकरण भनेको आरक्षण दिनु मात्र होइन भने बुझ्नु होला है, जो पछि परेका पारिएका सबै वर्गलाई चाहिँ जोड्नु चाहिँ के हो, समावेशीकरण हो। यसरी बहिष्करणमा परेका वञ्चितीकरणलाई चाहिँ शासनमा मूल प्रवाहीकरण गर्ने कुरा चाहिँ के रहन्छ त, त्यसलाई हामी समावेशीकरण भन्छौँ। यसका एउटा राम्रो सेन्टेन्स छ, राइटफुल सेयरिङ अफ पावर, राइटफुल सेयरिङ अफ पावर, रिसोर्स एन्ड अपर्च्युनिटी, पावर, रिसोर्स एन्ड अपर्च्युनिटी है, यो तिनटाको चाहिँ राइटफुल सेयरिङ हो होइन। यसलाई चाहिँ हामी के भन्छौँ त, समावेशीकरण भन्छौँ। अब अवधारणा लेख्नुहोस् भन्यो भने चाहिँ यसमा दुईटा विधि हुन्छ, एउटा प्रत्यक्ष विधि, प्रत्यक्ष भनेको एउटा राजनीतिक रूपमा होइन, जस्तै अहिले सिधै निर्वाचनबाट गर्न सकियो
अर्को समानुपातिक प्रतिनिधित्वबाट समावेशीकरण गराउन सकिन्छ। अर्को कमजोर वर्गका लागि सकारात्मक विभेदहरूको बाटो गर्न सकिन्छ। अर्को सङ्ख्यात्मक गर्ने भने त आरक्षण दिनु पर्यो, होइन, लक्षित वर्गका कार्यक्रमहरू चलाउनु पर्छ, विशेष स्वायत्त अधिकार दिने के, होइन, त्यो गर्न सकियो। विकेन्द्रीकरण संहिताहरू अवलम्बन गर्न सकियो। यसरी चाहिँ हामी के गर्छौँ त, होइन, यसका लागि चाहिँ विविध व्यवस्थाहरू गरेका हुन्छौँ। अब जहाँ अप्रत्यक्ष विधिमा चाहिँ सशक्तिकरण गरिन्छ र विविध यो के अरे अवसरहरूको सिर्जना गरिन्छ, भन्नुभयो नि, यो काम गरिन्छ है। यसरी चाहिँ अवसरहरूको सिर्जना गरेर अप्रत्यक्ष विधिबाट पनि हामी के गर्छौँ त, यता जान्छौँ भन्ने बुझ्नु होला। ल यसमा केही छ साथीहरूको? यो दुईटा के भयो त, यसका विधि, यो अवधारणा यो हो। अब प्रश्नले नेपालको संविधानले समावेशीकरणका लागि गरेका व्यवस्थाहरू भनेर सोधेको छ। अब नेपालले के गर्यो त, अहिले हामी शासन सञ्चालनको पुनर्संरचना गऱ्यौँ, जसमा चाहिँ विभिन्न राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तरिकाले हामीले यसलाई चाहिँ के गर्यौँ त, समावेशीकरण गरेका छौँ। जस्तै कहाँ कहाँ के लेख्ने भन्दा प्रस्तावनामै हामी सबै किसिमका विभेदहरू अन्त्य गर्ने, देशलाई समानुपातिक समावेशी सिद्धान्तमा आधारित बनाउने भनेर भनेका छौँ। त्यो कुरालाई जोड्ने। अर्को हेर्नुभयो भने, होइन, त्यो कहाँबाट दिने भन्दाखेरि प्रस्तावनामा। त्यसपछि राज्य शक्तिको बाँडफाँड नै 3 तहबाट गरिएको छ। भनेपछि आर्थिक, सामाजिक, राजनीतिक सबै अधिकारहरू हामीले अनुसूचीको अधिकारमा बाँडफाँड गरेका छौँ। भनेपछि त्यो अधिकारबाट हेर्नुभयो भने त्यो पनि एक खालको वित्तीय, राजनीतिक, आर्थिक समावेशीकरण नै हो। अर्को जाने हो भने हाम्रो चाहिँ हरेक पदहरूलाई, राज्यका हरेक पदहरूलाई लैङ्गिक, सामाजिक तरिकाले हामीले विभाजन गरेका छौँ। राष्ट्रपति, उपराष्ट्रपतिदेखि लिएर वडा सदस्यसम्म त्यो पनि कुरा राखिएको छ। मौलिक हक अधिकारमा हेर्नुभयो भने समानताको हक, छुवाछुत विरुद्धको हक, महिलाको हक, सामाजिक न्यायको हक, यस्ता विशेष व्यवस्थाहरू छन्। सकारात्मक विभेदको व्यवस्था छ, त्यो कुरा पनि छ। अनि मौलिकको हक भने राज्यका नीति तथा निर्देशक सिद्धान्तमा हेर्नुभयो भने त्यहाँ समावेशीकरण सम्बन्धी नीति पनि छ, समावेशीकरण तथा न्याय सम्बन्धी नीति छ। अनि अब हरेक नीति निर्देशक सिद्धान्तहरूलाई चाहिँ हामीले समावेशी बनाउने कुरा माथि पनि गरिसक्यो। प्रदेश सभा, राष्ट्रिय सभा, नगरसभा, गाउँसभा, यो सबैमा चाहिँ कति सदस्य हुने, त्यसमा चाहिँ 33% महिला हुने कुराहरू पनि राखिएको छ, होइन। यो कुरा पनि संविधानकै कुरा हो। अब आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा हामीले खुल्ला समाज, समतामूलक समाज बनाउने कुरा गरेका छौँ। त्यो समावेशिता भनेको मात्र जात होइन, निजी क्षेत्र पनि समावेश हुनु हो। त्यही भएर 3 खम्बे अर्थनीतिलाई जोड्ने, त्यो मात्र होइन, ग्लोबल गभर्नेन्स पनि हो। त्यही भएर युएनको बडापत्र, पञ्चशीलको सिद्धान्त, यो पनि हाम्रो समावेशीकरण नै हो। अब विभिन्न अधिकारमुखी आयोगहरू छ, त्यो पनि समावेशीकरण हो। र वित्तीय राजस्व बाँडफाँड गर्नु, हस्तान्तरण गर्नु भनेको वित्तीय समावेशिता हो। त्यो पनि गर्नु भनेको चाहिँ हामीले गरेका छौँ। यी कुरालाई चाहिँ जोड्न सक्नुहुन्छ। ओके, ल अब यी भए नेपालको संविधानका व्यवस्थाहरू। अब यसले गर्दाखेरिको अवस्था के छ भन्ने पनि सोधिएको छ क्या। व्यवस्था त्यो छ, अवस्था के छ? अवस्था धेरै नलेख्ने, थोरै लेख्ने। जस्तै मैले अवस्था के हो भन्दाखेरि यो कारण है, हामीले समावेशीकरण लिएको कारण चाहिँ विभिन्न जात जाति यिनीहरू चाहिँ मूल प्रवाहीकरण हुँदैछन्, त्यो भन्न सक्नुहुन्छ। जस्तै नीति निर्माण गर्ने तहमा महिला 11% पुगेको छ। अहिलेको बजेटले यसलाई 33% पुर्याउने भनिएको छ। त्यस्तै हेर्नुभयो भने राज्यको माथिल्लो पदमा पनि अब महिला, मधेसी, आदिवासी जनजाति पुग्ने अवस्था सिर्जना भएको छ। अब महिला नै मुख्य सचिव भइ नि त, लीला, त्यसरी पनि भन्न सक्नुहुन्छ। अहिले चाहिँ महिलाको उपस्थिति त 29.2% पुग्यो निजामती सेवामा। अनि हाम्रो सामाजिक, सांस्कृतिक तवरले विभिन्न विभेदहरू हट्दै गएका छन्, होइन। मूलत अब स्थानीय तहमा पहिलेको दलितको अवस्था अहिलेको फरक छ, त्यो भन्न सकियो। यसरी सब्जेक्टिभ लेखे पनि हुन्छ। अब्जेक्टिभ भनेको चाहिँ ठ्याक डाटा दिनु, सब्जेक्टिभ लेखे पनि हुन्छ। स्थानीय तह, प्रदेश लगायतमा चाहिँ महिलाको उपस्थिति बढेको छ। स्थानीय तहमा 41.2 छ, हेर्नुहोस्। स्थानीयमा अहिले स्थानीयको सभामा क्या प्रतिनिधित्व कति छ भने प्रदेशमा चाहिँ हाम्रो
प्रदेशमा चाहिँ 36 छ र सङ्घमा चाहिँ 34.1 छ। 33% पुर्याउने भने 34.1 पुग्यो। यसरी चाहिँ यो महिलाको कुरा गरेँ है मैले, महिला पहिलाको कुरा गरेँ होइन। यसरी उपस्थिति बढेको छ। सामाजिक सुरक्षामा चाहिँ ज्येष्ठ नागरिक 94% पुगेका छन्। लैङ्गिक उत्तरदायी बजेट अहिलेको बजेट चाहिँ 43.86 पुगेको छ। त्यही पनि हेर्नुभयो भने हाम्रो समावेशीकरण चाहिँ तरमारा वर्गले लिए होइन, उच्च तहका नेताले यसलाई दुरुपयोग गर्यो होइन, परिवारवादबाट बाहिर आउन सकिएन होइन। आरक्षणहरू चाहिँ के भयो, सशक्तिकरण भन्दा आरक्षण बलियो भयो। हामीले यसलाई 10 वर्षमा रिभ्यू गर्ने भनेको गर्न सकिएन। अब यसमा चाहिँ योग्यता भर्सेस अब आरक्षणको एउटा भनौँ न लडाइँ जस्तो देखिएको छ भनेर टुङ्ग्याइदिने। यसरी यो अवस्था भने चाहिँ पोजिटिभ र नेगेटिभ दुइटै लेख्ने हो। अब हामीले यदि सामाजिक न्याय ल्याउने हो भने चाहिँ देशमा चाहिँ समावेशीकरण आवश्यक भयो। यसका लागि अहिलेको हाम्रो समावेशीकरणमा चेन्ज गर्न जरुरी छ भन्ने। अब नेक्स्ट क्वेसन, यसमा केही छ साथीहरूको? अब तपाईँको लेखाइ र मेरो लेखाइ पक्कै मिलेन होला होइन। तपाईँको लेखाइ अर्कै टाइपको थियो, मेरो अर्कै होला होइन। जे होस् यसरी लेख्न सकिन्छ भन्ने सोच्ने के। अब तपाईँ र मेरो मिल्ने यहाँ होला यो क्वेसनमा। अब मानव अधिकारको अन्तर्राष्ट्रिय संरक्षणको सन्दर्भमा मानव अधिकारको वर्गीकरणलाई उल्लेख गर्दै होइन, अब नेपालको वर्तमान सन्दर्भमा मानव अधिकारका लागि के कस्ता राष्ट्र निकायहरू सम्बद्ध छन्, वर्तमान सवाल समेत लेख्नुहोस् भनेको छ। पहिलेकोमा 3 मार्क्स छ भनेको वर्गीकरणमा, निकायको कुरा गर्नु भने 3 मार्क्स छ र सवाल लेख्नु हो भने 4 मार्क्स छ। जो सवाल अलिकति बढी हुनु पर्यो। अब मानव अधिकारको विषय प्रवेश तपाईँहरूले यहीँ हेर्दै पढ्नु होला। मैले पढिने यो मानव अधिकार के हो। सिधै म यसको चाहिँ वर्गीकरणमा गएँ। वर्गीकरण चाहिँ 4वटा तरिकाले गरिन्छ नर्मल्ली। यो मानव अधिकार समिति विश्वव्यापी घोषणा पत्रले गरेको छ। नागरिकको राजनीतिक अधिकार भयो भने त्यो पहिलो पुस्ता हो, त्यसलाई नेगेटिभ राइट भनिन्छ, राज्यको विरुद्ध भएकोले। जस्तै मौलिक हकहरू पहिलो पुस्ताको हक हो। दोस्रो पुस्तामा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार पर्छ, यो चाहिँ पोजिटिभ राइट भयो। जस्तै हाम्रो राज्यको नीति तथा निर्देशक सिद्धान्तमा हुन्छ नि होइन, त्यो कुरा चाहिँ आर्थिक उद्देश्य, सामाजिक उद्देश्य होइन, यी कुराहरू के भयो त पोजिटिभ राइट भयो। सरकारसँग पावर छ भने दिन्छ, नभए दिँदैन। अहिले तेस्रो पुस्ताको अधिकार भनेको अलिकति समूहको अधिकार हुन्छ। जस्तै राउटे जातिहरूको हामीले स्वच्छ वातावरणको लागि आन्दोलन गर्यो भने त्यो चाहिँ के हो, तेस्रो पुस्ताको अधिकार हो। र चौथो पुस्ताको अधिकार भनेको अहिले नयाँ विषयहरू समेटिएको, स्वतन्त्रताको, समलिङ्गीको, एलजिबिक्युटीको यस्ता अधिकार। अब अहिले चाहिँ अरू पनि छन् है, अरू पनि जोडिएका छन्। अहिले एआई सम्बन्धी छ होइन, त्यस्ता पनि छन्। तर यो मार्क्सको कारण लेख्न मिलेन, 3 मार्क्स मात्रै भएकोले त्यो भन्ने। अब नेपालमा चाहिँ कुन कुन निकायहरू छन् त यसमा जोडिएका हेर्नुभयो भने नेपालको सन्दर्भमा, अब नेपालले त विश्वव्यापी रूपमा हामीले मानव अधिकारलाई त मौलिक हकमै संवैधानिक तरिकाले राखिसकेपछि मेरो पहिलो सेन्टेन्स चाहिँ यो कुनै निकाय होइन, सबै निकायले के गर्नुपर्छ, मानव अधिकार चाहिँ लाई सबै निकायका लागि यो यतिकै महत्त्वपूर्ण छ भनेर लेख्यो पहिलो सेन्टेन्स चाहिँ। यो यसका लागि महत्त्वपूर्ण होइन, सबैका लागि महत्त्वपूर्ण छ भन्ने पहिलो कुरो नै यहीँ भइगयो होइन। किनभने संविधानले प्रस्तावना लेखेपछि सबैको हो। प्रमुख रूपमा त्यसमा को छ त भने मानव अधिकार आयोग छ, जसले संविधानमा भएको मानव अधिकारको अनुगमन मूल्याङ्कन गर्ने काम गर्छ होइन। उल्लङ्घन भयो भने चाहिँ त्यसको चाहिँ अनुसन्धान गर्ने काम गर्छ, सरकारलाई सिफारिस गर्ने काम गर्छ, त्यो भयो। अब अर्को भनेको न्यायालय छ। न्यायालयले के गर्छ त, न्याय सम्पादनका लागि स्वतन्त्र न्यायपालिकाको अवस्था छ। अब गृह मन्त्रालय छ, गृह मन्त्रालयले के गर्छ त भन्दाखेरि उसँग मुलुकी संहिता छ, उसँग होइन स्थानीय प्रशासन ऐन छ, जसले चाहिँ यस्ता मानव अधिकार विरुद्धका घटनाहरूमा चाहिँ उसले के गर्छ त दण्ड सजाय गर्नका लागि अनुसन्धान चलाउँछ। त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छ, यसले पनि मानव अधिकार सम्बन्धी पाठ्यक्रमहरू बनाउँछ होइन। अधिकारमुखी आयोगहरू छ, यिनीहरूले जस्तै दलित आयोग भने दलितको मानव अधिकारको विषय हेरेर पोलिसी सजेस्ट गर्छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छ, यसमा ह्युमन राइट भोइलेन्सका
घटनाहरूलाई राहत दिने, क्षतिपूर्ति दिने काम गर्छ। प्रदेश र स्थानीय तहहरू छन्, समुदायहरू छ होइन, यो सामुदायिक तर्फ पनि छ र नीतिगत तर्फ चाहिँ हाम्रो राष्ट्रिय योजना आयोगहरू छ। यी मध्ये कतिवटा मिलाउनुभयो साथीहरूले? मलाई लाग्छ तपाईँ आयोगमा मात्र केन्द्रित हुनुभयो जस्तो लाग्छ कि के हो? ल अबको दोस्रो पटक यो क्वेसन आयो भने यी विषयहरू जोड्नु होला। फिडब्याक भनेको त्यही त हो नि होइन? ल अब 4 मार्क्समा छ नेपालको सवालहरू के छन् भन्ने कुरा। सवाल भनेको कहाँ मानव अधिकार कमजोर छ भन्ने कुरा हो। मुद्दाहरू के छन्? एउटा मानव अधिकारमुखी हाम्रो संस्कृति संस्कार छैन, जताततै लैङ्गिक हिंसा, हानिकारक अभ्यासहरू हाबी छ। एउटा यही हाम्रो सवाल भयो। दोस्रो सवाल भनेको हाम्रो ह्युमन रिसोर्स होइन, ह्युमन रिसोर्सको ह्युमन राइटको यसको विषयमा आधारभूत ज्ञान कुन कुरा हो होइन भन्ने कुरा पनि कमी भयो क्या। मान्छेलाई यो विषय नै थाहा भएन। मान्छेले होइन अब कतै अपाङ्ग भन्न थाल्छन्, कतै लङ्गडो भन्न थाल्छन्। यो ज्ञानै भएन, उसको पनि मानव अधिकारको विषय छ भन्ने नै भएन। अर्को पोलिटिक्स र यसको नेक्सस छ। राज्य पक्षबाट नै मानव अधिकारको उल्लङ्घनको घटनाहरू भए, जस्तै अस्तिको जेएनजीमा बालबालिकाहरू मरे नि, त्यो राज्यले गरेको अपराधै हो। अर्को कानुनको अवज्ञा र दण्डहीनता होइन, विधिको शासन हटाइदिने त्यस्तो कुराहरू। अर्को मौलिक हकको व्यवस्था धेरै छ, अवस्था चाहिँ नेपालमा कमजोर छ। अर्को ह्युमन राइट्स भोइलेन्समा चाहिँ अपराध गर्ने, अनुसन्धान गर्ने, कारवाही गर्ने यो प्रणाली फितलो छ। अर्को कमजोर निमुखा वर्ग जो चाहिँ मानव अधिकारबाट हनन भएका छन्, तिनीहरू न्यायसम्म पुग्नै सक्दैनन्। त्यहाँ न्यायालयमा निशुल्क कानुनी सहायता भनिएको छ, त्यहाँ पुग्दैनन्। यो अवस्था छ। हाम्रा विकृतिहरू छुवाछुत, बोक्सी, भेदभाव यी कुराहरू छँदैछन्। हरेक क्षेत्रमा चाहिँ अत्याधिक राजनीतिकरण छ। जता पनि रुल अफ ल हुनुपर्नेमा रुल बाई ल भयो। यो अवस्था चाहिँ हाम्रो मानव अधिकारको प्रमुख सवालहरू हुन्। कुरो बुझ्यो? ल अब नेक्स्ट क्वेसनमा जाउँ होला है। केही छ? ल हामीले पहिलो र दोस्रो खण्ड गरिसक्यौँ। साथीहरूको केही जिज्ञासा छ भने 5वटा क्वेसनमा लेख्नुहोस् त। केही नबुझेको, कुनै नबुझेको छ भने भन्नुहोस्। अहिले त बुझियो, लेख्दा बुझिएन। ठिक छ, त्यही भएर त फिडब्याक लिनु पर्यो। ल अब नेक्स्ट क्वेसनमा जाउँ। त्यसो भए केही पनि छैन। अब एउटा तटस्थताको प्रश्न थियो। सबल होइन, सवाल थियो, सबल होइन। ल अब अर्को प्रश्न छ। यो हामीले चाहिँ निष्पक्ष रूपमा सेवा प्रदान गर्न किन चाहिँ तटस्थ प्रशासन चाहिन्छ भन्ने क्वेसन थियो। तटस्थ भनेको संविधान र कानुनको पालना गरेर होइन, अब प्रशासनको आफ्नो काम गर्नु चाहिँ तटस्थता हो भन्ने। अब सेवा प्रवाहका लागि किन आवश्यक छ त भन्दाखेरि कानुनले निर्धारण गरेको बाटोबाट जस्तो सुकै राजनीतिक सरकार आओस्, त्यस बेलामा पनि उसको बाटो प्रभावित नभएर
निष्ठापूर्वक निष्पक्षताका साथ आफ्नो लक्ष्य उद्देश्यका साथ नडराइकन दलीय विचार आस्था योहरूबाट मुक्त रहेर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गरियो भने त्यो हामी के भयो राजनीतिक तटस्थता भयो। राजनीतिक तटस्थताले के गरिदिन्छ भन्दा यसको गन्तव्य भनेको हाम्रो सेवा प्रवाह गर्ने विकास गर्ने होइन अनि त्यसपछि शासनमा निष्ठा निष्पक्षता व्यावसायिकता इमान्दारिता बढाउने हुन्छ भनेको राजनीतिक तटस्थता त्यही हो। त्योबाट राष्ट्रहित हुन्छ नागरिकको समृद्धि हुन्छ त्यसकारण यो सेवा प्रवाहका लागि आवश्यक छ भन्ने एउटा भनेको तटस्थ भइयो भने के भयो त तटस्थ भइयो भने हामीले देशको हित गर्छौं हित गर्दाखेरि सेवा प्रवाह निष्पक्ष बन्छ एक। दोस्रो राजनीतिक तटस्थता भयो भने प्रशासनबाट दिने सेवा चाहिँ राजनीतिक हस्तक्षेप त्रासबाट आशबाट मुक्त रहन्छ। मुक्त भएपछि सेवा प्रवाह सबैलाई समान हुन्छ। समान भएको कारण यसमा केही हुँदैन यो राम्रो हुन्छ कारण त्यो भन्ने। अर्को कारण के हो त है अर्को कारण भनेको सेवा प्रवाह निष्पक्ष हुनु भनेको यसमा चाहिँ सेवा प्रवाह निष्पक्ष हुनु भनेकै के हो त भन्दा त्यो छिटो छरितो हुनु गुणस्तरीय हुनु प्रभावकारी हुनु हो। अनि त्यसका लागि चाहिँ राजनीतिक तटस्थतालाई पूर्व शर्त मानिन्छ के। पहिले त्यो पूर्व शर्त भयो भने बल्ल के हुन्छ त्यसबाट त्यो सेवा दिन सजिलो हुन्छ। अनि अर्को चाहिँ समानता समानताका आधारमा जब दलको आस्था शास्त्रामा गइँदैन दबाव प्रभावमा गइँदैन अनि हामीले के गर्न सक्छौँ समानताका आधारमा सेवा दिन सक्छौँ। अनि सेवा दिँदाखेरि यो समानता कहाँबाट आउँछ भन्दाखेरि व्यावसायिकताबाट आउँछ। अनि व्यावसायिकता कहाँबाट आउँछ भने व्यावसायिकता तटस्थताबाट प्राप्त हुन्छ। हामी तटस्थ भयो भने व्यावसायिक भइन्छ त्यस्तो। अनि व्यावसायिक भयो भने हामीले त्यसलाई निष्पक्ष हैन तटस्थबाट सेवा दिन सकिन्छ। अनि प्रशासन तटस्थ भयो भने हामीसँग भएका आचार संहिताहरू कोड अफ कन्डक्टहरू हामीले परिपालना गर्न सक्छौँ। कोड अफ कन्डक्ट परिपालना भयो भने हामीलाई दण्ड सजाय पनि हुँदैन। यसरी चाहिँ सेवा के हुन्छ रहन्छ। अथवा तपाईँले यसलाई चाहिँ हैन तटस्थ भइयो भने नागरिकलाई केन्द्रबिन्दुमा राखेर सेवा दिन सकिन्छ। राजनीतिक दलको झोले नभइकन चाहिँ संविधान कानुन मूल्यानुसार दिन सकिन्छ। यसरी तटस्थ भइन्छ भन्ने है। यसरी भन्न सक्नुहुन्छ। ह्युमन राइटको पोजिटिभ कुरा र नेगेटिभ कुरा लेख्दा हुन्छ भने पोजिटिभ त माथि आइसक्यो नि त ह्युमन राइटको। नेपालमा रहेका भूमिका यो के अरे संस्थाहरू भनेर त्यही कुरा पोजिटिभ भइहाल्यो त। र तल सवाल भनेको नाइदर पोजिटिभ हो न नेगेटिभ हो यी विषयहरू छन् भनिदिने मात्रै हो। ल अर्को क्वेसनमा जाउँ। यसको क्वेसनको अर्को पाटो छ। अब के चाहिँ नेपालको अवस्था कस्तो छ भनेर सोधिएको त। नेपालको अवस्था कस्तो छ हाम्रो चाहिँ नेपालको अवस्थामा यो अवस्था चाहिँ हाम्रो यो तटस्थताको अवस्था कस्तो छ भन्दा संविधानले सार्वजनिक प्रशासनलाई निष्पक्ष तटस्थ स्वच्छ बनाउने परिकल्पना गरेको छ। त्यसैले त्यो पनि ठिक छ। दोस्रो लोकसेवा आयोगले पनि योग्यता प्रणालीको आधारमा हामीलाई नियुक्ति गर्छ त्यो पनि ठिक छ। नियामती सेवा ऐन छ सुशासन ऐन छ खरिद ऐन छ यिनीहरूले पनि हामीलाई तटस्थ हुनुपर्ने राजनीति गर्न नहुने भनेको छ। अख्तियार महालेखा यिनीहरूले मुद्दा दायर पनि गरेकै छन् हैन। यसरी हेर्दाखेरि यी सबै कुराबाट हेर्दाखेरि नेपालको प्रशासन चाहिँ सैद्धान्तिक रूपमा तटस्थ छ हैन। आचार संहितामा पनि तटस्थै छ तर व्यवहारमा चाहिँ फेरि छैन। व्यवहारमा के छ त राजनीतिलाई कर्मचारी तन्त्रले काबुमा पार्छन् व्यक्तिगत मुनाफाका लागि प्रयोग गर्छन्। राजनीतिक नेतृत्वले पनि हामीलाई आज्ञा पालकको रूपमा काम गर्न लाउँछ। हुनुपर्ने हामी चाहिँ कर्मचारीलाई सुझाव दिनुपर्ने दूरदृष्टि दिनुपर्ने एकअर्कालाई मिलेर हैन हामीले सहयोग गर्नुपर्ने। तर अब हामी के भइसक्यो एउटा कुनै अमुक
राजनीतिक दलको कोही अमुक नेताको हामी अगाडि पछाडि दौडिरहेछौँ भने यो अवस्था चाहिँ छ। यो चाहिँ हाम्रो समस्या हो। अनि यति मात्र होइन, कर्मचारी चाहिँ हामी राम्रो नभइदिँदा विकास निर्माण सेवा प्रवाह होइन यी सबैमा चाहिँ जनता चाहिँ खुसी छैनन्। समग्र त्यो चाहिँ जेनजीको आन्दोलनमा पनि देखिएको छ। समग्र हाम्रोमा चाहिँ जनविश्वास कमजोर भएको छ। नेपालको अझै सन्दर्भ हेर्नुभयो भने राजनीतिको अनावश्यक संलग्नता छ, पहुँच छ, स्वार्थ समूहका मान्छेहरू सचिवालयमा बस्ने गर्छन् होइन। यस्तो अवस्थाले गर्दाखेरि हाम्रो अवस्था चाहिँ कस्तो छ भन्दा समग्रमा हाम्रोमा तटस्थता चाहिँ नीतिगत पर्वत यो नीतिगत रूपमा हामी तटस्थ छैनौँ, व्यावहारिक रूपमा पनि छैनौँ। एक त राजनीतिक प्रणाली आफै भ्रष्ट भयो, नैतिक विहीन भयो, भनसुनमा भए यस्तो छ र हामी पनि त्यसैसँग लाग्दा लाग्दा हामी पनि यस्तै हुन लागेको छौँ भनेर टुङ्ग्याइदिनु। र समग्रमा चाहिँ अन्तिममा शासनै हाम्रो धराशायी बन्ने अवस्था छ भन्ने कुरा त जेनजीको आन्दोलनले पनि देखाएको छ। हजुर कसैले केही भन्न चाहनुहुन्छ? टाइप गर्न झ्याउ लाग्यो भने त डाइरेक्ट भने पनि हुन्छ। अब यसमा चाहिँ न्युट्रल कम्पिटेन्सी भन्नु पर्दैन, यहाँ क्वेसन छैन नि त। 2080 मा के भन्छ सर यसको बारेमा? होइन, संविधानले नै जे भनिसक्यो त्यही भन्ने त हो। अब बन्ने कानुन पनि त त्यही राख्ने हो नि त, संविधान जस्तै हो। संविधानले जस्तो भन्छ कानुनले पनि त त्यही भन्नु पर्यो, नयाँ कुरा गर्न सक्दैन। ल अब अर्को क्वेसनमा जाउँ। सार्वजनिक कोषको सदुपयोग भन्नाले के बुझ्नुहुन्छ भन्ने क्वेसन थियो। सार्वजनिक कोषको सदुपयोग भनेको सार्वजनिक कोषमा आउने रकम, आम्दानी जुन छ, आम्दानी र खर्चलाई व्यवस्थित बनाउने, नियमित बनाउने, पारदर्शी बनाउने, उत्तरदायी बनाउने र त्यसबाट प्रभावकारिता सुनिश्चित गर्नु चाहिँ के हो त? सार्वजनिक कोषको सदुपयोग हो। होइन, यसले चाहिँ सार्वजनिक कोषलाई चाहिँ हामीले नागरिकको हितमा मात्र खर्च गर्नुपर्छ भन्ने मान्यता राख्छ। भन्नाले के बुझिन्छ भनेर सोधिएको छ त्यो भन्ने। त्यो भनेको के हो त? यो माथिको भनेको के हो त भन्दा प्रचलित कानुन बमोजिम कोषमा राख्ने रकम कोषमा राख्ने, भएको कुरालाई मितव्ययी पारदर्शी तरिकाले ढङ्ग खर्च गर्ने र त्यसबाट चाहिँ गुणस्तरीयता, मितव्ययिता, प्रभावकारिता प्रवर्धन गर्ने कुरा रहन्छ, जसलाई मैले चाहिँ सुरुदेखि अन्तिमसम्मको साइकलमै राखेको छु। यो चाहिँ जस्तै हामीले हेर्दाखेरि पहिले संसदको स्वीकृति लिएर कानुन बमोजिम मात्र खर्च गर्ने एक होइन, जब खर्च गर्दाखेरि संविधान, खरिदेन, आर्थिक प्रशासन यिनीहरूको पालना गर्ने। अनि हामीले राजस्व सङ्कलन गर्दा त्यो राजस्वलाई समयमै दाखिला गर्ने, वैदेशिक स्रोतबाट प्राप्त छ भने शोध वर्तना दिने, अनि बेरोजु छ भने असुलो पर्छ भने गर्ने गराउने, त्यसमा भ्रष्टाचार नगर्ने होइन, आचार संहिताहरूको पालना गर्ने, लेखा र लेखा परीक्षण गराउने, अन्तिममा प्रतिवेदन दिने कुरा के हो त? सदाचार सार्वजनिक कोषको सदुपयोग हो। यो सबै भयो भने सार्वजनिक कोषको सदुपयोग भयो। अब सदुपयोगमा चाहिँ नैतिकता र सदाचार सम्बन्धी के व्यवस्था छ भन्ने क्वेसन थियो। अब यसरी हेर्नुभयो भने यसका लागि चाहिँ सार्वजनिक कोषको सदुपयोग अब तिनटैको आर्थिक कार्यप्रणाली छ। भाग 10, 16 र 19मा छ। निर्देशक सिद्धान्त छ, राज्यका नीति छन्, दायित्व छन् होइन, आर्थिक कार्यप्रणालीहरू छ। यो कार्यप्रणालीहरू नै सार्वजनिक कोषको सदुपयोगका लागि रहेका व्यवस्था हो। अर्को अब सार्वजनिक कोषको सदुपयोग भएन भने तपाईँलाई मुद्दा लाउनु पर्यो। हामीलाई मुद्दा लाउँदा अख्तियार छ होइन, अख्तियारबाट कहाँ जान्छ? त्यसले अदालतलाई मुद्दा दिन्छ, अदालतमा अभियोजन गर्छ, त्यही भएर अदालत छ। अनि त्यस्तै महालेखा परीक्षक छ। यी सबैले अनुसन्धान अभियोजन गरेर कानुनको परिपालन गर्न लाउँछन्। त्यो कुरा राख्ने, यो पनि हाम्रो आचरणजन्य व्यवस्थै हो। त्यसपछि अघि भने जस्तै निजामती सेवा ऐन र नियाली छ, जसले चाहिँ यो कोषको जस्तै राजनीतिक कोषमा चाहिँ त्यो राजनीतिमा भाग लिन नपाउने अन्य कुरा छँदैछ, अन्यत्र रोजगारी गर्न नपाउने भन्ने कुराहरू छ। कार्यालय सम्बन्धी छ, राजनीतिक छ। अब यसमा मुख्य चाहिँ आर्थिक जोड्नु पर्यो। आर्थिक चाहिँ सम्पत्ति विवरण दिने, व्यापार व्यवसाय गर्न नहुने होइन, नैतिक दायित्व पुरा गर्नुपर्ने भन्ने कुरा छ। सुशासन ऐनमा पनि छ
होइन, निजामती कर्मचारीको आचरण सम्बन्धी नियमावलीमा पनि छ, सरकारी निर्णय प्रक्रिया सरलीकरणमा छ। यी कुराहरूमा चाहिँ कसरी हामीले व्यवहार गर्ने सेवाग्राहीसँग यी आचरणका व्यवस्थाहरू छन् र अन्य व्यवस्थामा हाम्रा यी चाहिँ केही कानुनहरू छन्, खरिदेन यी कुराहरू रहेको पाइन्छ भन्ने। ल अब यसलाई चाहिँ तपाईँले यसरी व्यवस्था नगरिकन सिधै कोषमा चाहिँ सदाचारिता कसरी गर्न सकिन्छ भनेर एक एकजनाकै छुट्टा छुट्टै सर लेखे पनि हुन्छ। मैले त्यही भने त्यो आचरणजन्य किन चाहिन्छ भन्ने कुरा त हो। आचरण किन चाहिन्छ भन्ने कुरा त त्यही खरिद मैले अहिले भर्खर भन्दैछु है। आचरण जन्य व्यवस्थाहरू, आचरण देखाउनु पर्ने आचरण के हो त भन्दाखेरि यहाँ मैले के भने खरिद ऐनहरू भने नि, भनेको ऐनको पालना गर्नुपर्ने भन्ने यही के हो, आचरण देखाउनुपर्छ एउटा। दोस्रो के हो त, अब यो कोषहरूको प्रयोग गर्दाखेरि यसमा चाहिँ पदीय र पेसागत आचरणहरू पुरा गर्नुपर्छ भन्ने त्यही हो, यो नै हो। सम्पत्ति विवरण बुझाउनु पर्ने, होइन, कार्यालयको कार्यविधि पुरा गर्नुपर्ने, यी कुराहरूलाई चाहिँ राख्न सकिन्छ। अब अर्को प्रश्न थियो विद्युतीय शासनको, है, हो नि। विद्युतीय शासन प्रश्न पढ्छु ल, प्रश्न मैले टाइप गर्ने भ्याइनँ। प्रश्न थियो विद्युतीय शासन। विद्युतीय शासन सुशासन कायम गर्ने एक प्रमुख औजार हो भन्ने भनाइप्रति आफ्नो तर्क राख्दै, एउटा चाहिँ किन यो सुशासन गर्ने औजार हो भन्ने तर्क राख्दै नेपालमा विद्युतीय शासनको पूर्ण कार्यान्वयन गर्न देखिएका चुनौतीको बारेमा छलफल गर्नुहोस् भन्ने छ। भनेपछि अब पहिलो क्वेसन चाहिँ विद्युतीय शासन सुशासन कायम गर्ने प्रमुख औजार कस्तो हो त भनेर राखिएको छ। यसमा चाहिँ मैले के गरेँ, अलिकति फर्मेट फेरि चेन्ज गरेँ अनि सुशासनको आधारशिला विद्युतीय शासन भनेर सुरुमा राख्यो, सुरुमै। अब जनताको सन्तुष्टि हासिल हुने कुरा गरियो भने त सुशासन हो। यदि त्यसमा प्रविधिको पनि प्रयोग गरियो भने त्यो केमा चेन्ज हुन्छ, त्यो विद्युतीय शासनमा चेन्ज हुन्छ। भनेको सुशासन गन्तव्य भयो, विद्युतीय शासन त्यसलाई प्राप्त गर्ने माध्यम भयो। यहीँबाट के भयो त, पुष्ट्याइ त भइसक्यो। विद्युतीय शासनको माध्यमबाट गइयो भने सुशासन प्राप्त हुन सजिलो हुन्छ, त्यही भन्ने। अब सुशासनको आधार स्तम्भ के हो त, सुशासनको आधार स्तम्भ भनेको आधार स्तम्भ भनेको तपाईँले पढेको पारदर्शिता, जवाबदेहिता, जनसहभागिता, यो कुरा हो। अब कसरी पारदर्शी हुन्छ, जब चाहिँ बब्लुगुत्ता जसरी लाइभ बैठक गर्यो भने पारदर्शी हुन्छ। जवाबदेही कहिले हुन्छ, केही कुरा गलत बोल्यो भने त्यो कुरा मान्छेले थाहा पायो भने जवाबदेही हुन्छ। जनता सहभागी कसरी हुन्छन्, सबै गरेर त एनपिएल हेर्न सक्दैनन्, आइसिटीबाटै हेर्छन्। हो, यसरी चाहिँ के हुन्छ त, सेवा प्रभावकारी हुन्छ, जसलाई चाहिँ तल राखेको छु मैले। जस्तै सुशासनले शासकीय व्यवस्थामा सरल सहज पहुँचको जोड दिन्छ र सूचना प्रविधिले के गरिदिन्छ, इन्टरेक्सन इन्ट्रिग्रेट गराएर एउटा साझा मञ्च तयार गरिदिन्छ, एउटा प्लेटफर्म बनाइदिन्छ। अनि प्लेटफर्म बनाएपछि के भयो त, विद्युतीय शासनलाई सजिलो बनाए। अब तपाईँको पोइन्ट दोस्रो छ, सेवा लागत प्रक्रिया दूरीहरू घटाइदिन्छ, त्यसबाट पारदर्शिता, उत्तरदायित्व, गुणस्तरीयता बढाउँछ, त्यो भन्न सक्नुहुन्छ। मलाई लाग्छ तपाईँले यो सेकेन्ड पोइन्ट मात्र लेख्नुभयो होला। अर्को पारदर्शिताबाट लेख्ने, अघि मैले भने जस्तै विद्युतीय शासनले खुल्ला, होइन, शासन बनाइदिन्छ, ओपन गभर्मेन्ट। ओपन गभर्मेन्ट भयो भने त्यहाँका कुराहरू मान्छेले थाहा पाउँछन्, थाहा पाएपछि त्यहाँबाट अनियमितता अन्त्य हुन्छ। अर्को, विद्युतीय शासनले स्मार्ट बनाउँछ शासनलाई, सिम्पल, मोरल, एकाउन्टेबल, रेस्पोन्सिभ, ट्रान्सपरेन्ट बनाउँछ। स्मार्ट गभर्नेन्स भनेकै के हो, सुशासन हो भन्न सक्नुहुन्छ। अनि अहिले जस्तै बजेट प्रणाली, यो सबैमा आइसिटीको प्रयोग गर्दा विनियोजन कुशलता हुन्छ। खरिदमा हामीले आइसिटीको प्रयोग गर्यो भने त्यहाँबाट कार्यान्वयनमा दक्षता आउँछ, होइन। लेखामा गऱ्यो भने चाहिँ त्यसबाट हामीले के गर्न सक्छौँ, वित्तीय अनुशासन कायम गर्न सक्छौँ। हो, यसरी पनि यो के रहेछ त,
जरुरी रहेछ। अनि कार्य सम्पादनलाई पनि यसले ट्र्याकिङ गरिदियो। मान्छेको हातमा चाहिँ सर्भिस एट ह्यान्ड आयो। सर्भिस एट ह्यान्ड आएपछि त विद्युतीय सुशासन भयो। अनि एउटा प्रणालीको विकास हुन्छ आइसिटीमा। जस्तै तपाईँ लोकसेवामा हेर्नु न, लोकसेवामा सबै कुरा के भयो त अब होइन, यो चाहिँ प्रणालीमा आधारित भएपछि नेपोटिजम फेभरेटिजम चाहिँ सक्यो, नातावाद कृपावाद। अर्को के हुन्छ, जनता बढीभन्दा बढी यसमा चाहिँ जोडिन्छ होइन, आइसिटी मार्फत जोडिन्छ। किन बेला अहिले त्यही हो, त फेसलेस गभर्नेन्सको बेला हो। त्यस कारण पनि यो के हुन्छ त विद्युतीय सुशासन आउँछ। अनि विद्युतीय सुशासनबाट अहिले हेर्नु हो भने कुनै देशले समृद्धि प्राप्त गरेको छ, दक्षिण कोरिया, फिनल्यान्ड, स्विडेन, यिनीहरूमा कम कम भ्रष्टाचार हुन्छ। भ्रष्टाचार कम हुनु भनेको सुशासन कायम हुनु हो भनेर पुष्टि गर्न सक्नुहुन्छ। यसको चाहिँ नर्मल्ली यो तरिकाले हेर्नुभयो भने पनि हुन्छ। ल हेर्नुहोस् त, यही पोइन्टले देखाउँछ ई गभर्नेन्स एकातिर छ, गुड गभर्नेन्स एकतिर छ, बिचमा चाहिँ नागरिकको विश्वास छ। त्यो बुझिएन भने तलको यो प्याराग्राफ पढ्नुलाई मैले यसलाई अलिकति राखिदिएको छु तसर्थ भनेर। यो पढ्नुहोस् त। म्युट भएको होइन, तपाईँलाई पढ्नका लागि टाइम दिएको के। एकजनाले विनियोजन कुशलता कसरी हुन्छ भनेर भन्नुभयो। विनियोजन कुशलता भनेको बजेटको बाँडफाँड के। बजेटको बाँडफाँड सूत्रको आधारमा भयो भने त नेताले आफ्नो क्षेत्रमा बजेट ल्याउन सकेन नि त। त्यो भनेको के भयो त, सुशासन भयो। त्यसरी भन्ने जस्तै समानीकरण अनुदान त सबैले सूत्रका आधारमा गयो नि त्यसरी। ल अब अर्को यसको प्रश्न थियो। अब यो यसमा जानका लागि चुनौती के छ त विद्युतीय सुशासनमा जान। पहिलो चुनौती चाहिँ विद्युतीय सुशासनमा जान माथिल्लो तह होइन, प्रशासनिक तह, राजनीतिक नेतृत्व तह चाहिँ के हुनुपर्छ, यसमा चाहिँ जोडिनुपर्छ। उसको इच्छा शक्ति चाहिन्छ। तर उनीहरूमा स्पष्ट सोच छैन, नीति छैन। अब यो नहुँदाखेरि चाहिँ झन्झटिलो पद्धतिमा हेरियो भने चाहिँ पहिलो चुनौती चाहिँ सोचकै चुनौती छ। हो यो सोचलाई चुनौती लेख्दा नुमा सक्नु होला, पोजिटिभली लेख्नु पर्ला है, पोजिटिभ लेख्नुपर्छ। हो यो सोचलाई परिवर्तन गर्नु चाहिँ के हो, हाम्रो पहिलो चुनौती हो प्रशासनिक र राजनीतिक नेतृत्वको। अर्को विद्युतीय शासनमा जान सबै डाटा चाहिन्छ। डाटालाई तथ्याङ्कलाई प्रोसेस्ड गरेर एक ठाउँमा हाम्रो एउटा चाहिँ बिग डाटा चाहियो। त्यो बिग डाटा नहुँदाखेरि के हो त, हाम्रोमा यो समस्या रहने भयो है। विद्युतीय सुशासन सम्बन्धी हामीसँग गुरु योजना पनि भएन, राष्ट्रिय नीति त छ तर त्यसलाई अपनत्व गर्ने, स्वामित्व गर्ने चाहिँ अभाव भयो। त्यस्तै अब पूर्वाधार चाहिन्छ। विद्युतीय पूर्वाधार विकास गर्नु चाहिँ हाम्रो लागि चुनौती हो। नीति बनाउनु पर्यो, कानुन बनाउनु पर्यो, इन्टरनेट पुर्याउनु पर्यो सबै ठाउँमा, विद्युत टेलिकम्युनिकेसन चाहियो, एआई चाहियो, डिजिटल मनी वालेटहरू चाहियो। यस्तो अवस्था छ। यस्ता सफ्टवेयर र हार्डवेयरहरूको विकास र व्यवस्थापन गर्नु हाम्रो लागि अर्को चुनौती छ। अर्को चुनौती हाम्रो संस्थामा छ। डिजिटल पूर्वाधारहरू बनाउने होइन, ई हाइवेहरू बनाउने, त्यस्तो
सूचना आइटी एक्सपर्टहरू राख्न सक्ने संस्थामा जनशक्तिले टिकाउन सक्ने गरिएको छैन। अनि त्यसपछि अर्को चाहिँ समन्वय, यो क्रस कटिङ इस्यु हो। क्रस कटिङ इस्यु भएपछि जस्तै अस्ति हेर्नु न, निर्वाचन आयोग र गृह मन्त्रालयमा डाटा एक्सचेन्ज भएको भए त त्यो यत्रो भिडै हुने थिएन। यो समन्वय भएन, अनि मान्छेमा एकै खालको बुझाइ पनि भएन। अनि तपाईँ हामीमा के समस्या छ भन्दाखेरि डिजिटल तरिकाले हामी रेडी छैनौँ। हामीले एउटा जाबो फेसबुकलाई पनि के गर्न सक्यौँ त, दायरामा ल्याउन सकेनौँ होइन। डिजिटल नेपाल फ्रेमवर्क पनि पुरा भएको छैन। अनि यसरी चाहिँ हामी टुङ्गोमा पनि पुगेनौँ। अब यसलाई टुङ्गोमा पुर्याउन सबैमा अन्त्यमा लेख्नु पर्दैन, कतै टुङ्गो लेखिदिने के। अब विश्व चाहिँ डिजिटल अर्थतन्त्र 4.0 पुगेको बेलामा हाम्रो शासन प्रणाली अझै ब्यालेटमा छ, निर्वाचन कागजमा छ, फाइलमा छ, पात्रमा छ। यो संस्कृति सबैमा परिवर्तन हुन जरुरी छ। यसका लागि डिजिटल पूर्वाधार बनाउनुपर्छ, डिजिटल डिभाइड हटाउनुपर्छ, लिट्रेसी बढाउनुपर्छ, सबैजना डिजिटल्ली रेडी हुनुपर्छ भनेर टुङ्ग्याइदिने। कसैले केही भन्दै हुनुहुन्थ्यो, भन्नुहोस् त। केही छैन, केही छैन। हजुर हेलो, केही छैन भने तपाईँहरूले आफ्नो माइक चाहिँ म्युट गर्नु पर्यो है। कसले चाहिँ अरूतिर पनि पढ्दै हुन्छ क्या हो। ओहो, हेलो साथीहरू, को म्युट गर्नुहोस् है, म्युट। पढाउँदैछ सर उतातिर जस्तो लाग्यो मलाई। त्यही त, को कसको रहेछ त्यो, हटाइदिउँ न यहाँबाट। नाम हेर्नुहोस् त, खै केसी थियो, केसी। सलिम केसी। अधिकृत पढ्दैछन् कि साथी? ल्यापटपमा अर्को क्लास, यहाँ चाहिँ अर्को क्लास भइरह्यो होला। ल जानु। ओके, राइट, मल्टी ट्यालेन्टेड छन्। ओके, अरू कोही त क्वेसन त छैन है। अब नेक्स्ट क्वेसनमा जाउँ। दुईटा क्वेसन मागेर एउटा सार्वजनिक उत्तरदायित्वको कुरा रह्यो, यो पनि अलिकति फरक छ। हामी चाहिँ के बुझ्छौँ भन्दाखेरि उत्तरदायित्व भनेको तपाईँले इक्जाम यो त हेर्नु भने यो के अरे कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी जस्तो पढ्नुहुन्छ, त्यसरी नबुझ्नु होला यसलाई है। यो कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी मात्र होइन, एउटा जस्तै म एकजना सार्वजनिक अधिकारी भएँ, मैले आफूले गरेको कामहरूको बारेमा मैले चाहिँ जवाब दिनु पर्यो भने, जवाब दिएँ भने चाहिँ म जवाबदेही भएँ, र त्यो कुरा मैले बोध गरेँ भने म उत्तरदायी भएँ होइन। मैले आफ्नो कानुन व्यावसायिक भयो भने म उत्तरदायी भएँ। आफूले गरेको काम कारबाहीको मैले उत्तर दिएँ भने पनि म उत्तरदायी भएँ। बुझ्नुभयो नि। मैले मेरा कामहरू चाहिँ भनौँ न कानुन बमोजिम चाहिँ पुरा गरेँ होइन, त्यसलाई चाहिँ बढीभन्दा बढी नियमित अनुगमन गरेँ भने उत्तरदायित्व हेर्नुभयो भने कार्यपालिकीय उत्तरदायित्व हुन्छ भनेको एउटा राजनीतिक नेतृत्वलाई उत्तरदायित्व हुन्छ। राजनीतिक नेतृत्व जसरी समाजमा जे भनेर आएको हुन्छ त्यो पुरा गर्छ, पुरा गर्यो भने रिपोस्टिङ हुन्छ, फेरि जितेर आउँछ, पुरा गरेन भने फर्किन्छ। त्यही हो सार्वजनिक उत्तरदायित्व। राजनीतिमा व्यवस्थापकको हुन्छ, संसदहरूले चाहिँ प्रश्न सोधेर जनताका कुराहरूको जवाब दिएर होइन विधेयक पेश गरेर त्यो पुरा गर्छ।
न्यायपालिकाको पनि हुन्छ, अदालतको हामीले सम्मान गरेर उसका नजिरहरूलाई पुरा गरेर त्यो के भयो सार्वजनिक उत्तरदायित्व हो। हाम्रो प्रशासनिक उत्तरदायित्व हुन्छ, त्यो भनेको हामीले राम्रो सेवा प्रवाह गरिदियौँ भने, कम्युनिटी बेस्ड तरिकाले स्कोर कार्डहरू लियो भने त्यो हाम्रो प्रशासनिक उत्तरदायित्व हो। राजनीतिक उत्तरदायित्व भनेको बहुदलमा प्रतिस्पर्धा गरियो भने, होइन, दलको खर्चहरू पारदर्शी बनाइयो भने यो के भयो त, यी चाहिँ हाम्रा के भयो त सार्वजनिक उत्तरदायित्व हो भन्ने कुरा लेख्ने है। ओके, अब जाने यसमा अर्को। अब उत्तरदायित्वको महत्त्व के छ भन्ने थियो। उत्तरदायित्वको महत्त्व, मेरो राइटिङ भास्ट होइन, मेरो राइटिङ इजी छ, त्यो भित्रको यसरी युनिक तरिकाले लेख्नुभयो भने राम्रो हुन्छ नि त। प्रतिस्पर्धा धेरै छ। उत्तरदायित्वले समाजलाई खुल्ला बनाउँछ, पारदर्शी बनाउँछ, जवाबदेही बनाउँछ। अनि उत्तरदायी भयो भने हाम्रो शासन कस्तो हुन्छ त, सुदृढ हुन्छ, असल शासनको संस्कृति विकास हुन्छ। हामी उत्तरदायी भयो भने सार्वजनिक काम कारबाहीमाथि जनताको विश्वास स्वरूप पाइन्छ, यो वैध हुन जान्छ। अनि स्रोत साधनको सदुपयोग हुन्छ, होइन, यसको दुरुपयोग रोकिन्छ। अनि यसमा के हुन्छ त, जनताहरू सहभागी हुन्छन्, होइन, जन सहभागिता बढ्छ। तर अब अवस्था कस्तो पाउनुहुन्छ भन्दाखेरि अहिले हाम्रोमा चाहिँ यस्तो अवस्था छैन। हामीले उत्तरदायित्व हेर्नु भने सूचना प्रविधिको एकदमै न्यून प्रयोग गरिरहेका छौँ, सूचनाले बिगार्ने गरेका छौँ, होइन, मिसइन्फर्मेसन एकदमै यो अवस्था छ। अर्को अध्यादेशबाट बजेट ल्याउने, ऐन ल्याउने प्रवृत्ति बढेको छ। हामीसँग उत्तरदायित्व नै छैन, संसदलाई नै छल दिने गर्छौँ। अनि न्यायिक तर्फ हेर्नु भने न्यायले फैसला गर्छ, तर फैसला कार्यान्वयनमा जाँदैन, त्यो छ। अब हामी प्रशासनमा हेर्यौँ भने हामी के गर्छौँ, सार्वजनिक सुनवाई, सामाजिक परीक्षण भनेका छौँ, तर सबै औपचारिक हो, अनौपचारिक हुँदैन। दलमा हेर्नु भने दलले आफ्नो खर्च नै पारदर्शी छैन। अहिलेका मन्त्रीहरूले पनि आफ्नो सम्पत्ति विवरण पेश गरेको अवस्था छैन। निजी क्षेत्रको उत्तरदायी हेर्नु भने निजी क्षेत्र पनि अप्रतिस्पर्धी छ, जनताप्रति जवाबदेही छैन। गैर सरकारी संस्था हेर्नुभयो भने यिनीहरू पनि एकाउन्टेबल छैन, होइन, यो अवस्था चाहिँ देखिएको छ। यस्तो अवस्था हामीले पाउँछौँ है। अब के गर्ने त, कसरी यो राम्रो बनाउने भन्ने कुरा मात्र राखिदिने। ल, लास्ट क्वेसनमा जाउँ। लास्ट क्वेसन थियो, यो बजेट तर्जुमा प्रक्रियामा संलग्न निकायहरू क्वेसन त सामाजिक उत्तरदायित्वको अर्थ र महत्त्व भनेको छ त। सामाजिक उत्तरदायित्व भनेको के त सर? सार्वजनिक नै हो। सामाजिक भनेको के त? हामीले पढ्ने भनेको त समाजमा को हुन्छ भन्ने हो नि। अगाडिको एकपटक फेरि हेर्नुहोस् त। एक सार्वजनिक उत्तरदायित्व भनेको समाजकै उत्तरदायित्व के, सेकेन्ड पेपर हो नि यो। हजुर हजुर। यो होइन हो, यहाँ सामाजिक भन्ने विषय नै छैन क्या। क्वेसन बनाउँदै सार्वजनिक लेखिदियो, सामाजिक लेखिदियो। सामाजिक उत्तरदायित्व भनेकै समाजका जुन जुन पक्ष छ नि त्यो जस्तै मैले यहाँ लेखेँ नि, नेता सरकार, दोस्रोमा व्यवस्थापिका, तेस्रोमा न्यायपालिका, चौथोमा प्रशासन, पाँचौँमा राजनीतिक, छैठौँमा नन स्टेक होल्डर्सहरू, होइन। तपाईँ हामी सबैजना क्या कानुनको मस्यौदा उपरमा आफ्नो यो गर्ने, सार्वजनिक सुनवाई गर्ने, यो समाज भनेको यही त हो। कुरो बुझ्यो? बुझेँ सर। उत्तरदायित्व भनेको प्रश्न सोधेको उत्तर दिनु, जवाबदेही हुनु हो। तपाईँले मलाई प्रश्न गर्नुभयो, मैले उत्तर दिएँ, जवाबदेहिता हो, होइन। अब यो मैले दिँदाखेरि बोध गरेँ भने, होइन, मैले त्यो कुरालाई रेस्पोन्स दिनु भनेर यस्तो हो, म पनि सच्चिनु भनेको चाहिँ, र त्यही अनुसारको व्यवहार गर्नु चाहिँ उत्तरदायित्व हो। उत्तरदायित्व अझ ठुलो कुरो हो के। अब सामाजिक उत्तरदायित्व भनेको को हो त? समाजमा जो छ सबैको उत्तरदायित्व हुन्छ। तपाईँको पनि हो, कर तिर्ने, होइन, त्यस्तो हो, त्यहाँ राखिएको छ। ल, त्यही भएर यसकोमा महत्त्वमा मैले हेर्नु न, महत्त्वमा समाजबाट सुरु गर्ने, समाज कस्तो बन्छ, शासन कस्तो बन्छ, प्रशासन कस्तो बन्छ, स्रोत साधनको सदुपयोग, जनता कस्ता बन्छन् भन्ने हो। अब अहिले चाहिँ हाम्रो अवस्था यस्तो कमजोर छ। ल, साथीहरूको केही छ भने भन्नु होला। अब लास्ट क्वेसनमा जाउँ। लास्ट क्वेसन के थियो भन्दा, लास्ट क्वेसन पढ्छु। लास्ट क्वेसन, नेपालको
को बजेट तर्जुमा गर्नु अघि के कस्ता पक्षहरूको विश्लेषण गरिन्छ भन्ने थियो र कार्यकारी अन्तर्गतको निकायको भूमिका के छ भने अब मैले त्यही भएर यसमा के गरियो भन्दाखेरि बजेट तर्जुमा गर्न अगाडि के गरिन्छ कुन पक्षको विश्लेषण गरिन्छ भन्ने छ। यो बजेट तर्जुमाको मैले एउटा चार्ट राखेँ, यहाँबाट बुझिन्छ होला। पहिलो त म्याक्रो इकोनोमिक फ्रेमवर्क बनाइन्छ भनेको गत वर्ष चाहिँ हाम्रो आर्थिक अवस्था के थियो, 6 महिनाको प्रगति के भयो, अबको कति हुन्छ भन्ने कुराको अनुमान गरिन्छ। यो म्याक्रो इकोनोमिक फ्रेमवर्कले के गरिन्छ, लास्ट इयरको चाहिँ हाम्रो प्रगति समीक्षा गरिन्छ। यो एउटा विश्लेषण भयो। दोस्रो के गरिन्छ, निजी क्षेत्रलाई बोलाइन्छ र स्रोत र खर्चको प्रारम्भिक अनुमान गरिन्छ। अब हाम्रो पैसा कति हुने हो भन्नेको फेरि अनुमान गरिन्छ। भनेपछि दोस्रो विश्लेषण राजस्व र खर्चको भयो। तेस्रो के गरिन्छ भन्दाखेरि विश्लेषण सबै मन्त्रालयहरूको सिलिङ निर्धारण गरिन्छ। पूर्वाधारलाई जोड दिने कि, सामाजिक विकासलाई जोड दिने कि, शान्ति सुरक्षालाई जोड दिने कि, निर्वाचनलाई जोड दिने, यसरी कार्यालयको कुन कामलाई कति पैसा चाहिन्छ भनेर चाहिँ के गरिन्छ त फेरि मन्त्रालयको अनुसार चाहिँ विषयगत विश्लेषण गरिन्छ। अनि त्यसपछि त्यो मन्त्रालयले के गर्छ, आफ्नो मन्त्रालयको बजेट बनाउँछ, बजेट प्रस्ताव गर्छ। बजेट प्रस्ताव गरेपछि यो आ भनेको राष्ट्रिय योजना आयोग, अम भनेको अर्थ मन्त्रालय। अर्थ मन्त्रालयमा बजेट प्रस्ताव गरिसकेपछि अब त्यहाँ दुईटा विश्लेषण हुन्छ, त्यहाँ ब्राकेटमा नीतिगत र कार्यक्रमगत। नीतिगत राष्ट्रिय योजना आयोगमा, कार्यक्रमगत अर्थ मन्त्रालयमा हुन्छ र त्यसपछि बजेटको मस्यौदा तयारी हुन्छ। हो यसरी भन्नु पर्यो। अनि संसदमा प्रस्तुत हुन्छ। हो यो तयारी हुनुन्जेलसम्म चाहिँ तर्जुमा भयो। अब यो स्वीकृतिमा जान्छ। यहाँ तर्जुमाको मात्र क्वेसन थियो। अब बजेट तर्जुमामा संलग्न निकाय र त्यसको भूमिका के हो त भन्ने प्रश्न थियो। कुन निकाय कार्यकारी निकायहरू छन् र त्यसको भूमिका के छ भन्ने प्रश्न थियो है। अब पहिलो भूमिका हामी राष्ट्रिय योजना आयोगबाट छौँ। राष्ट्रिय योजना आयोगको भूमिका के छ भनेपछि राष्ट्रिय योजना आयोगको भूमिका अघि भने जस्तै हाम्रो आवधिक योजना बजेटको बिचमा तारतम्यता गर्ने। मैले सबै लेखिदिएको छु, इक्जाममा लेख्नु पर्दैन यति धेरै। स्रोत समितिमा पेश गर्ने, मार्गदर्शन तयार गर्ने, बजेटको सीमा निर्धारण गर्ने, नीतिगत छलफल गर्ने, चौमासिक विभाजनसहित वार्षिक कार्यक्रम स्वीकृत गर्ने, एमटिएफ बनाउने। यो काम चाहिँ कसको हो, राष्ट्रिय योजना आयोगको हो। अर्को केन्द्रीय निकाय योसँग जोडिएको चाहिँ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग छ, जसले राजस्व बाँडफाँडको ढाँचा बनाउँछ, समानीकरणको गर्छ, सशर्त अनुदान सम्बन्धी अध्ययन अनुसन्धान गर्छ। त्यो यसको काम हो। आन्तरिक ऋणको सीमा दिन्छ। प्रमुख भूमिका अर्थ मन्त्रालयको पनि छ। यिनीहरूले चाहिँ स्रोत अनुमान समितिमा विभिन्न डाटा दिन्छ अनि बजेटहरूको फारमहरू उपलब्ध गराउँछ, मार्गदर्शन दिन्छ, छलफल गर्छ होइन शीर्षकगत रूपमा। अनि बजेटको मस्यौदा तयार हुन्छ, अन्तिम रूप दिइन्छ होइन। त्यसलाई फेरि संसदमा पेश गर्छ। यसको भूमिका त्यो हो। सचिवले फेरि बजेट कार्यान्वयन गर्ने मार्गदर्शन गर्छ। अनि क्षेत्रगत मन्त्रालयले पनि काम गर्छ। क्षेत्रगत मन्त्रालयले बजेटको सीमा अनुसार बजेट बनाउँछ अनि त्यसपछि आयोगहरूमा पठाउँछ, प्रत्येक महिनामा समीक्षा गर्छ होइन। राष्ट्रिय योजना आयोगमा प्रतिवेदन दिन्छ। अनि राष्ट्र ब्याङ्कको छ। राष्ट्र ब्याङ्कले पनि यसको चाहिँ मौद्रिक नीति बनाउँछ, सूचना दिन्छ, पूर्व सर्वेक्षण गरिदिन्छ। र एउटा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय पनि छ, जसले चाहिँ आन्तरिक र वैदेशिक ऋण व्यवस्थापन सम्बन्धी कार्य गर्दछ भनेर भन्न सकिन्छ। ल यसरी चाहिँ मैले टुङ्ग्याएँ। साथीहरूको केही छ भने अब सरासर जे जिज्ञासा छ राख्नु होला। पहिले फिडब्याकमा यसका क्वेसनहरूमा त्यो छैन भने अनि बाहिरमा पनि जान पाइयो। ल समय छ, तपाईँले अनम्युट गरेर सोद्धा हुन्छ। सर यो पिडिएफ पाइन्छ कि नै? पिडिएफै बनाएको छैन, ए, भर्खर त टाइप गरेँ। पछि पाइन्छ होला। ल पछि पठाउँला म। अरू
अरू केही छ जिज्ञासा? त्यही मात्रै रहेछ एउटा, अरू छैन? ल सर हजुर। सर एउटा सर यो कन्क्लुजन चाहिँ अलिक पोजिटिभ टाइपमा इन गराउँदा राम्रो कि पोजिटिभ नेगेटिभ दुइटै पर्सपेक्टिभबाट इन गराउँदा राम्रो सर? नेगेटिभ लेख्नु हुँदैन, निष्कर्ष चाहिँ पोजिटिभै जाने हो। पोजिटिभ नै जानु पर्यो है? हो, जस्तै के गर्नु पर्यो भन्दा माथि तपाईँले के लेख्नुहुन्छ त्यसको चाहिँ सार लेख्ने एउटा हजुर है, अनि हजुर त्यसपछि सार लेख्ने, माथि मैले के लेखेँ भन्ने कुरालाई कन्क्लुड गर्ने र अर्को सेन्टेन्समा वे फरवार्ड दिने, हजुर। त्यति गर्ने है। ए हुन्छ सर, इन्क्लाइनेसन भनेपछि पोजिटिभ साइडमै जानु पर्यो। हजुर हो। ए हस्, हुन्छ सर। हस्। ल साथीहरू, ल आजलाई यति गरौँ। हस् त, गुड नाइट। सर बाई यो बाई। सिलेबस चेन्जहरू भन्ने यसो के भनिरहेछ त्यो सम्बन्धी अलिकति भनिदिनु न। अब हेर्नुहोस्, त्यो त नेपाल सरकारले अहिले डिसिजन गरेको छैन। लोकसेवाले पनि पढिसकेका मान्छेहरूले नि होइन, अरू तपाईँहरू जस्तो नपढोस् भनेर चाहिँ यस्तो हल्ला फैलाउँछ, चुप लागेर पढ्न थाल्ने होइन। त्यो विषय कहिले पनि सकिँदैन भन्ने बुझ्नु होला। अहिलेका नयाँ विषय त्यही हो, त्यसैले त्यसलाई चाहिँ अर्को तरिकाले सोध्नै हुँदैन। सर हजुरको अनलाइन क्लास सन्तानमा छ कि छैन? त्यो पढ्ने मौका पाउन पाए हुन्थ्यो भन्ने हो सर। ल सर, गुड नाइट।